ल सुरु गरौँ आजको क्लास। यहाँहरू सम्पूर्ण नमस्कार। अनलाइन तथा भौतिक माध्यमबाट लेक्सनफलका क्लासमा जोडिनुभएका यहाँहरू सबैलाई हार्दिक स्वागत गर्छौँ। आज हामी तपाईँहरूसँग चाहिँ कन्स्टिट्युसन लको विषयलाई निरन्तरता दिइरहेका छौँ र हामीले कन्स्टिट्युसन ल अन्तर्गत यसअघि नेपालको संविधानलाई नै हामीले पढ्न सुरु गरेका छौँ। त्यसकारण नेपालको संविधान हामीले सुरु गरेको अवस्थामा हामीले पहिलो दिन नेपालको संविधान पढ्ने बेलामा भाग 3 सम्मका विषयहरूलाई हामीले कभर गऱ्यौँ र आजबाट हामी भाग 4बाट यसलाई निरन्तरता दिइरहेका छौँ। नेपालको संविधानको भाग 4 जुन चाहिँ राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वसँग सम्बन्धित छ, आज हामी यही विषयबाटै प्रारम्भ गरौँ। हामीलाई अब्जेक्टिभका हिसाबले महत्त्वपूर्ण हुने कन्टेन्टहरूलाई नै हामीले पहिलो प्रायोरिटी दिन्छौँ। यो संविधानको भाग 4मा राज्यका निर्देशक सिद्धान्तहरू के हुन् भनेर चाहिँ राज्यले गर्ने कुनै पनि काम कारबाहीहरूमा राज्यले के कस्ता सिद्धान्तहरू अवलम्बन गर्नुपर्ने हुन्छ र के कस्ता नीतिहरू अवलम्बन गर्नुपर्ने हुन्छ भन्ने कुरा चाहिँ राज्यका निर्देशक सिद्धान्त र नीतिहरूमा राखिएका हुन्। राज्यको स्रोत साधनमा भर पर्ने कुरा हुने यिनीहरूलाई कार्यान्वयन गर्ने कुरा। किन भन्दा मौलिक हकको कार्यान्वयनका लागि चाहिँ हामीले जुन दिनदेखि संविधान जारी भयो त्यही दिनदेखि हामीले मौलिक हकको कार्यान्वयनको अपेक्षा राख्दछौँ भने राज्यका निर्देशक सिद्धान्तहरूको विषय चाहिँ हामीले संविधान जारी भएकै दिनदेखि भन्दा पनि हामीले यो संविधानलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने क्रममा चाहिँ यसको कार्यान्वयन होस् भन्ने हामी अपेक्षा राख्छौँ। त्यसकारण यी दीर्घकालीन सिद्धान्तहरू हुन्, यी दीर्घकालीन नीतिहरू हुन्। राज्यले गर्ने काम कारबाही जुनसुकै विषयवस्तुमा चाहिँ राज्यले गर्ने काम कारबाहीका हकमा चाहिँ उसले कार्यान्वयनमा ल्याउनु पर्ने निर्देशक सिद्धान्तहरू र नीतिहरू जुनसुकै सरकार आए पनि, जुनसुकै सिद्धान्त बोकेको सरकार आए पनि उसले मान्नुपर्ने सिद्धान्त भनेको राज्यका निर्देशक सिद्धान्तहरू हुन्। उसले मान्नुपर्ने नीतिहरू भनेका राज्यका निर्देशक सिद्धान्त र नीतिहरू हुन्। त्यसकारण चाहिँ यी नीतिहरू, यी सिद्धान्तहरू राज्यको क्षमता अभिवृद्धि हुँदै जाँदा, राज्यको स्रोत साधन बढ्दै जाँदा राज्यले दीर्घकालीन रूपमा चाहिँ कार्यान्वयनमा लिएर आउँछ भनेर चाहिँ त्यो एउटा उद्देश्य बमोजिम अथवा ती राज्यका उद्देश्यहरू हुन्। यी निर्देशक सिद्धान्त र नीतिहरू भनेका राज्यका चाहिँ उद्देश्यहरू हुन् र यो लङ टर्ममा कुनै समयमा गएर राज्यले चाहिँ यी नीतिहरूलाई कार्यान्वयन गर्न सफल हुन्छ भन्ने हिसाबले चाहिँ राखिएका यी नीति र निर्देशक सिद्धान्तहरू त्यो हिसाबले तपाईँहरूले लिनु होला। त्यसकारण यसमा चाहिँ प्रश्न उठाउन पाइँदैन भन्ने खालका पनि कुरा गरिएका छन्। त्यो गर्नु पछाडिको कारण भनेको यो राज्यले आफ्ना स्रोत साधन जुटायो भने यसको कार्यान्वयन गर्दै लैजान्छ भन्ने कुरा हो। त्यसो भन्दै गर्दाखेरि चाहिँ कार्यान्वयनै गर्न नसकिने अथवा चाहिँ यी कार्यान्वयन योग्य नै होइनन् भन्ने कुरा चाहिँ होइन। तर के हो भन्दा यसले चाहिँ क्रमसँग यसले चाहिँ निरन्तर रूपमा चाहिँ कार्यान्वयन गर्दै लैजान्छ। आजको भोलि मात्र यसले कार्यान्वयन गर्न नसक्ने अवस्था नहुन सक्छ, जुन अवस्थामा चाहिँ स्रोत साधन पर्याप्त हुँदै जान्छ यसले आफ्नो नीति निर्देशक सिद्धान्तहरू कार्यान्वयन गर्दै जान्छ भन्ने सामान्य हाम्रो अभ्यास हो। त्यसकारण यो राज्यका निर्देशक सिद्धान्तहरू कति छन् भन्ने कुराको हकमा चाहिँ राज्यले 4वटा निर्देशक सिद्धान्तका आधारमा काम कारबाही गर्नुपर्छ भन्ने कुरा हो। राज्य र राज्यभित्रका अङ्गले काम कारबाही गर्दाखेरि कम्तीमा 4वटा सिद्धान्तलाई चाहिँ यिनीहरूले ग्रहण गर्नुपर्छ। त्यसो भए 4वटा सिद्धान्तहरूलाई ग्रहण गर्नुपर्ने सिद्धान्त के हुन्? राज्यले आफ्नो काम कारबाही गर्दै जाँदा 4वटा के सिद्धान्तहरूलाई चाहिँ ग्रहण गरेर जानुपर्छ भन्ने कुराको हकमा चाहिँ 4वटा सिद्धान्तमा पहिलो सिद्धान्त भनेको चाहिँ राज्यको राजनीतिक उद्देश्य, राजनीतिक उद्देश्य निर्देशित सिद्धान्त भन्ने छ। राजनीतिक उद्देश्य अथवा कस्तो राजनीतिक उद्देश्य बोकेर राज्य चाहिँ आफ्नो काम कारबाही गर्नुपर्छ भन्ने कुराको हकमा कुन सिद्धान्त बमोजिम राज्यले आफ्नो राजनीतिक उद्देश्य परिपूर्ति गर्नुपर्छ, कुन सिद्धान्तबाट राज्य मार्ग निर्देशित हुनुपर्छ, मूलतः राजनीतिक अभ्यासका लागि, राजनीतिक काम कारबाहीका लागि चाहिँ राज्यले कुन सिद्धान्त मान्नुपर्छ भन्ने कुरा चाहिँ राज्यको यो राजनीतिक उद्देश्यको सिद्धान्त उल्लेख गरिएको छ। त्यसै गरी राज्यको चाहिँ सामाजिक र सांस्कृतिक उद्देश्यलाई चाहिँ अर्को दोस्रो सिद्धान्तको रूपमा राखिएको छ। त्यसकारण हाम्रो सामाजिक र सांस्कृतिक उद्देश्य कस्तो हुने भन्ने कुरा चाहिँ यो राज्यको चाहिँ सामाजिक र सांस्कृतिक उद्देश्यको सिद्धान्तको रूपमा राखिएको छ। तेस्रो सिद्धान्त भनेको राज्यको चाहिँ आर्थिक उद्देश्यको सिद्धान्त भनेर भन्छ। राज्यको आर्थिक उद्देश्य कस्तो हुने भनेर यो डिटेलमा तपाईँले आफैले हेर्नु होला, मैले डिटेलमा गइनँ, खालि मैले चाहिँ तपाईँहरूलाई शीर्षक मात्र भन्दैछु कि राज्यले चाहिँ आफ्नो आर्थिक उद्देश्यको सिद्धान्त कस्तो बोकेको छ भन्ने कुरा हाम्रो संविधानमा उल्लेख गरेको छ र सँगसँगै राज्यले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशित सिद्धान्त कस्तो बोकेको छ भन्ने कुरा पनि हाम्रो संविधानमा उल्लेख गरेको छ। यो राज्यले 4वटा सिद्धान्तहरू बोकेको छ, विभिन्न 4वटा विषयवस्तुका 4वटा सिद्धान्तहरू बोकेको छ र त्यही सिद्धान्तमा राज्यले आफ्नो निरन्तर काम कारबाही गर्दै जान्छ भन्ने कुरा चाहिँ यो राज्यका निर्देशक सिद्धान्त अन्तर्गत हामीले देख्न सकिन्छ। त्यही भएर कतिवटा सिद्धान्त छन् भनेरसम्म सोध्न सक्छ तपाईँहरूलाई र के सिद्धान्त छन् भनेरसम्म सोध्न सक्छ। कुन विषयका सिद्धान्तहरू चाहिँ हाम्रो संविधानमा उल्लेख गरिएका छन् भन्दा राजनीतिक उद्देश्यको सिद्धान्त, आर्थिक उद्देश्यको सिद्धान्त, त्यसपछि सामाजिक र सांस्कृतिक उद्देश्यको सिद्धान्त र अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी अथवा निर्देशित सिद्धान्तको उद्देश्य भनेर यसरी 4वटा सिद्धान्तहरू चाहिँ राखिएका छन्। त्यसकारण 4वटा सिद्धान्तहरू के राखिएका छन् भनेर कहिलेकाहीँ सोध्ला। अब बाँकी डिटेलमा आफूले पढ्नु होला, यी 4वटामा के उल्लेख गरेको छ भन्ने कुरा आफूले जान्नुपर्ने कुरा हो नि। त्यस पछाडि राज्यका नीतिहरूमा चाहिँ विभिन्न 13वटा नीतिहरू राखिएका छन्।
यी नीतिहरू विभिन्न विषयगत काम कारबाही गर्दाखेरि विभिन्न विषयमा विभिन्न काम कारबाही गर्दाखेरि राज्यले अवलम्बन गर्नुपर्ने नीतिहरू हुन्। यी पोलिसिजहरू हुन् राज्यले अवलम्बन गर्नुपर्ने नीतिहरू। सामान्यतया चाहिँ अब हरेक वर्ष राज्यले चाहिँ आफ्नो नीति पनि पारित गरिरहेको हुन्छ होइन। राज्यको नीति के हुने भनेर चाहिँ राज्यले हरेक वर्ष सरकारले एउटा नयाँ नीति पनि ल्याइरहेको हुन्छ अनि त्यही अनुसारको बजेट पनि पारित गर्छ। ती कुरा चाहिँ अब सरकारका प्राथमिकताका कुराहरू भए होइन, त्यो वर्ष के कुरा प्राथमिकतामा पर्ने भन्ने कुरा चाहिँ ती उसका नीतिका कुराहरू अथवा चाहिँ बजेटका कुराहरू अन्तर्गत पर्ने भए। तर यो चाहिँ के भन्दा लङ टर्म नीति अथवा ती नीतिहरू पनि यी नीति विपरीत नहुने, किनभने संविधान मूल कानुन भनिसके पछाडि संविधानले आफैले केही नीतिहरू निर्दिष्ट गरेको छ। संविधानले केही नीतिहरू चाहिँ उसले आफैले उल्लेख गरेको छ र भोलिका दिनमा सरकारले काम कारबाही गर्दाखेरि चाहिँ ती नीतिहरूको विपरीत हुने गरी काम कारबाही नगर्नु। आफूले नीति बनाउँदा पनि सरकारले जुनसुकै भोलि सिद्धान्त मान्ने सरकार आए पनि होइन, जुनसुकै पोलिटिकल आइडियोलोजी क्यारी गरेको सरकार आए पनि यी नीतिहरूको विपरीत चाहिँ जान सक्दैन है राज्य। किन भन्दाखेरि यी नीतिहरूलाई चाहिँ हामीले संविधानमै उल्लेख गरेर यी चाहिँ हाम्रा लङ टर्म नीति, हाम्रा चाहिँ दीर्घकालीन रूपमा हामीले गर्ने काम कारबाहीमा राज्यले गर्ने काम कारबाहीमा अपनाउनु पर्ने नीति हुन् भनेर राखिएका हुन्। के विषयका नीतिहरू राज्यले चाहिँ अवलम्बन गर्नुपर्छ भन्ने विषयमा चाहिँ विभिन्न विषयका नीतिहरू छन्। हेर्नुहोस्, नेपालको राष्ट्रियता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति कस्तो हुने, नेपालले कस्तो खालको राष्ट्रिय सुरक्षा सम्बन्धी नीति अपनाउने, यो संविधानमा राज्यका नीति अन्तर्गत नै राखिएको छ। त्यसैगरी नेपालले राजनीति तथा शासन व्यवस्था सम्बन्धी कस्तो नीति अवलम्बन गर्ने हाम्रो नीतिमै राखिएको छ, राज्यका नीतिमै राखिएको छ धारा 51मै। त्यसैगरी सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नेपालको नीतिको के हुने, राज्यको नीति के हुने, त्यो कुरा पनि त्यहीँ लेखिएको छ। अर्थनीति नेपालको, उद्योगको नीति र वाणिज्य सम्बन्धी नीति नेपालको के हुने, त्यो पनि त्यहीँ लेखिएको छ। कृषि र भूमि सुधार सम्बन्धी नीति कस्तो हुने, त्यो पनि उल्लेख गरिएको छ। त्यसरी विकास सम्बन्धी नीति, हामीले विकासका काम कारबाही गर्दाखेरि अथवा हामीले दीर्घकालीन विकासका काम कारबाही गर्दा अथवा विभिन्न खालका चाहिँ हामीले गुरु योजनाहरू गर्दा, प्लानिङ गर्दा त्यो अवस्थामा चाहिँ हामीले कस्ता खालका चाहिँ विकासका नीति अवलम्बन गर्ने भनेर त्यही लेखिएको छ। प्राकृतिक साधन स्रोतको संरक्षण, सम्वर्धन र उपयोग सम्बन्धी नीति हाम्रो कस्तो हुने, नागरिक आधारभूत आवश्यकता सम्बन्धी नीति हामीले के अवलम्बन गर्ने, श्रम र रोजगार सम्बन्धी नेपालको नीति के हुने, त्यसरी सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति कस्तो हुने, न्याय र दण्ड व्यवस्था सम्बन्धी नीति, पर्यटन सम्बन्धी नीति र अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति, यी नीतिहरू कस्तो हुने भनेर चाहिँ विभिन्न 13वटा शीर्षकमा राज्यले अवलम्बन गर्नुपर्ने नीतिहरू चाहिँ हाम्रो संविधानमा उल्लेख गरेका छन्। त्यसकारण राज्यले अवलम्बन गर्नुपर्ने सिद्धान्तहरू के हुन्, जसका जगमा चाहिँ उसले आफ्नो काम कारबाही गर्न सक्छ अथवा जसका चाहिँ आधारमा उसले काम कारबाही गर्न सक्छ। त्यसैगरी विभिन्न विषयवस्तुमा चाहिँ राज्यले के कस्ता नीतिहरू अवलम्बन गर्ने, विभिन्न विषयवस्तुमा के कस्ता नीतिहरू अवलम्बन गर्ने भन्ने कुरा चाहिँ यो नितान्त यहाँ संविधानमा तोकिएका छन्। त्यही भएर यी निर्देश सिद्धान्त र यी नीतिहरू राज्यले पालना गर्नुपर्छ भन्ने कुरा। अब यो आफैले पढ्नु होला तपाईँले, यो के छन् डिटेलमा, किन भन्दाखेरि अब्जेक्टिभको हिसाबले तपाईँलाई कतिवटा निर्देश सिद्धान्त छन्, ती के हुन् भन्नेसम्म आउन सक्छन्। 4वटा सिद्धान्तहरू, नीतिहरू कतिवटा छन् र ती के हुन् भन्नेसम्म आउन सक्छन्। तर त्योभन्दा भित्रको कुरा चाहिँ फेरि डिटेलमा त्यो अब्जेक्टिभमा चाहिँ आउँदैन। अब सब्जेक्टिभ इक्जाममा हो भने त सोध्न सकियो 10 नम्बरमा राज्यका निर्देश सिद्धान्त र नीतिहरूको बारेमा उल्लेख गर्नुहोस्। अब त्यो बेलामा चाहिँ पढ्नुपर्ने डिटेलमा। त्यस कारण अहिले हामी सब्जेक्टिभ होइन अब्जेक्टिभ इक्जाम अटेन्ड गरिरहेका छौँ बारको। त्यही भएर यी के छन् भनेर सङ्ख्यात्मक रूपमा हामीलाई थाहा भए र शीर्षकको कुरा थाहा भए पुगिहाल्छ भन्ने हिसाबले मैले यति मात्रै चर्चा गरेँ। त्यस पछाडि राज्यको दायित्व, यो राज्यको नीति निर्देशक सिद्धान्त के हुने भन्ने कुरा हामीले चर्चा गरिसके पछाडि यो राज्यको दायित्व के छ, राज्यले बोकेको दायित्व के हो, त्यो संविधानमै उल्लेख गरेका छौँ हामीले। संविधानमै हामीले यो राज्यको दायित्व के हुने भन्ने कुरा चाहिँ यो फेरि हर बखत रहने हो है। त्यो हर बखत संविधान रहेसम्म राज्यको दायित्व त्यो बेलासम्म चाहिँ कायम रहन्छ भन्ने कुरा हो। यो संविधान रहेसम्म नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनता यसलाई चाहिँ अक्षुण्ण राख्नु, यसलाई चाहिँ विग्रह नगर्नु, यो विग्रहको स्थितिमा नपुर्याउनु, यसलाई अक्षुण्ण राख्नु, कुरा चाहिँ मूल चाहिँ राज्यको दायित्व कुरा हो भन्ने कुरा। यसलाई विग्रह हुन नदिनु, खण्डित हुन नदिनु, यो चाहिँ राज्यको दायित्वको विषय हो। त्यसकारण राज्यले चाहिँ के कुरालाई अक्षुण्ण राख्नु पर्यो भन्दा नेपालको स्वतन्त्रतालाई, सार्वभौमसत्तालाई, भौगोलिक अखण्डतालाई र स्वाधीनतालाई, यो 4वटा विषयलाई चाहिँ राज्यले अक्षुण्ण राख्नुपर्छ। यो राज्यको कर्तव्यको विषय हो एउटा। यदि ती कुरालाई अक्षुण्ण राख्ने हो भने ती कुरालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानव अधिकारको संरक्षण गर्ने, यो राज्यका जति पनि नागरिकहरू छन् तिनीहरूको मौलिक हक र तिनीहरूको मानव अधिकारको विषय। मौलिक हकको विषय अब हामीले हाम्रो फन्डामेन्टल राइट्स च्याप्टरमै पढेका छौँ, मौलिक हक भन्ने भागभित्रै पढेका छौँ, भाग 3मा। त्यसबाहेक चाहिँ त्यसमा नपरेका हकहरू कतिपय हाम्रा मानव अधिकारका विषयहरू छन्। ती मानव अधिकारका विषयहरूलाई पनि संरक्षण गरेर राख्ने र सम्वर्धन गरेर राख्ने, राज्यका नीति सिद्धान्तहरूको अनुसरण गर्नुपर्ने तथा राज्यका नीतिहरूको क्रमशः कार्यान्वयन गर्दै जानुपर्ने। राज्यका नीतिहरूलाई तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था नहुन पनि सक्छ। त्यसकारण चाहिँ यसले लङ टर्ममा क्रमशः रूपमा चाहिँ हामीले कार्यान्वयन गर्दै लैजानुपर्ने राज्यका नीतिहरू हुन् है। यसलाई चाहिँ हामीले तत्काललाई चाहिँ प्रश्न नउठाउनु पनि सकिएला अदालतमा कार्यान्वयन भयो कि भएन भन्ने विषयलाई लिएर। त्यसकारण हामी लङ टर्ममा चाहिँ फेरि यसलाई कार्यान्वयन चाहिँ गर्दै लैजानुपर्ने नीतिहरू हुन् भनेर चाहिँ उल्लेख गरिएको छ। त्यसकारण यसलाई नीतिहरूलाई चाहिँ क्रमशः कार्यान्वयन गर्दै लैजानुपर्ने र त्यसै गरी नेपाललाई समृद्ध तथा समुन्नत बनाउने राज्यको दायित्व हो है भन्ने कुरा चाहिँ उल्लेख गरेको छ। यो राज्यलाई दायित्व पनि तोकिदिएको छ। नेपाल राज्यलाई चाहिँ दायित्व के हो, उसले अवलम्बन गर्नुपर्ने, उसले पुरा गर्नुपर्ने दायित्व चाहिँ
संविधानको भाग के अरे यो भाग 4 अन्तर्गतको धारा 52 मा तोकेको छ राज्यको दायित्व के हो भनेर। धारा 53 ले चाहिँ के भनेको छ भन्दा यी जति पनि निर्देशक सिद्धान्त र नीतिहरू छन् तिनको अवलम्बन कसरी भइरहेको छ अथवा त्यसको कार्य प्रगति कति भइरहेको छ, के कसरी भइरहेको छ भन्ने कुराको पनि व्यवस्था गर्नका लागि धारा 53 लाई उल्लेख गरिएको छ, जसमा के भनेको छ भन्दा यी क्रमशः राज्यले पालना गर्दै लैजानुपर्ने, कार्यान्वयन गर्दै लैजानुपर्ने निर्देशक सिद्धान्त र नीतिहरूको चाहिँ वार्षिक प्रगति विवरणको विषय चाहिँ यो प्रतिवेदन पेश गर्ने भन्ने विषयमा राखिएको छ। त्यसकारण सरकारले यो वर्ष के कति निर्देशक सिद्धान्त र नीतिहरूलाई अवलम्बन गर्यो अथवा कार्यान्वयनमा ल्यायो, त्यसपछि अर्को वर्ष के कति कार्यान्वयनमा ल्यायो, त्यस पछाडि क्रमसँगै के कति कार्यान्वयनमा ल्याउँदै गर्यो, हरेक वर्ष चाहिँ उसले प्रतिवेदन बनाउनु पर्ने हुन्छ। निर्देशक सिद्धान्त र नीतिहरूको कार्यान्वयनका लागि राज्यले हरेक वर्ष प्रतिवेदन बनाउनुपर्ने हुन्छ सरकारले। त्यसकारण त्यो सरकारको प्रतिवेदनलाई चाहिँ हामीले वार्षिक प्रतिवेदन बनाउने विषयलाई हामीले धारा 53 मा उल्लेख गरेका छौँ। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले राष्ट्रपति समक्ष पेश गर्छ। त्यसकारण वार्षिक प्रतिवेदन चाहिँ नेपाल सरकारले पेश गर्नुपर्ने हुन्छ, को सामु पेश गर्नुपर्ने हुन्छ, राष्ट्रपति समक्ष पेश गर्नुपर्ने हुन्छ र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्री मार्फत सङ्घीय संसद समक्ष पेश गर्ने व्यवस्था गरिएको चाहिँ छ भन्ने कुरा उल्लेख गरिएको छ। त्यसकारण चाहिँ जुनसुकै सरकार आए पनि कार्यान्वयनमा उसमा सत्तामा अनि उसले चाहिँ आफ्ना राज्यका निर्देशक सिद्धान्तहरू के कति अवलम्बन गर्यो, के कति कार्यान्वयन गर्यो वार्षिक रूपमा, ती कुराहरूको चाहिँ वार्षिक प्रतिवेदन चाहिँ नेपाल सरकारले तयार गर्नुपर्ने हुन्छ हरेक वर्ष अनि त्यसलाई चाहिँ उसले राष्ट्रपति समक्ष बुझाउनुपर्छ भन्ने कुरा चाहिँ उल्लेख गरिएको छ। त्यति मात्र होइन, यी हाम्रा राज्यका निर्देशक सिद्धान्तहरूलाई चाहिँ के कति रूपमा चाहिँ कार्यान्वयन गरिरहेको छ सरकारले भन्ने कुरा चाहिँ अनुगमन गर्नका लागि संसदमा एउटा समितिको व्यवस्था गरिएको छ। एउटा सङ्घीय समिति हो, यो संयुक्त समिति हो, जुन समितिमा चाहिँ राष्ट्रिय सभाका सदस्यहरू र प्रतिनिधि सभाका सदस्यहरू रहने व्यवस्था गरिएको छ। दुवै सदनका सदस्यहरू रहने व्यवस्था गरिएको छ। राष्ट्रिय सभाका सदस्यहरू पनि र प्रतिनिधि सभाका सदस्यहरू पनि रहने व्यवस्था गरिएको छ यो समितिमा। यो समिति चाहिँ अनुगमन समिति हो, यो अनुगमन गर्ने समिति हो। केका विषयमा अनुगमन गर्छ यसले भन्दा राज्यका निर्देशक सिद्धान्तहरूलाई चाहिँ सरकारले पालना गरिरहेको छ कि छैन भन्ने कुरालाई चाहिँ अनुगमन गर्छ। त्यसकारण यस भागमा उल्लेखित राज्यका निर्देशक सिद्धान्तहरू नीति र दायित्वको प्रगतिशील कार्यान्वयन भए नभएको कुरालाई चाहिँ अनुगमन र मूल्याङ्कन गर्न सङ्घीय संसदमा कानुन बमोजिम एक समिति रहनेछ भन्ने कुरा चाहिँ उल्लेख गरिएको छ, जसको नाम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति भनेर भनेको छ। यो समिति चाहिँ संयुक्त समिति हो, दुईटै सदनका सदस्यहरू यसमा रहन्छन् र यो समितिले चाहिँ बेला बेलामा अनुगमन पनि गर्छ। यी राज्यका निर्देशक सिद्धान्तहरूलाई के कति रूपमा चाहिँ पालना गरिएको छ छैन भन्ने कुरालाई चाहिँ उसले अनुगमन गर्ने गरेको हुन्छ। र धारा 55 मा जानुभयो भने राज्यका निर्देशक सिद्धान्तहरू र नीतिहरू भनेको राज्यको आफ्नो आर्थिक उसको चाहिँ क्षमता र उसको स्रोत साधनमा भर पर्ने कुरा हो। त्यसकारण चाहिँ यसको तत्काल कार्यान्वयन हामीले अपेक्षा गर्नु वैध हुँदैन, किन भन्दा यसको आफ्नो क्षमता कति छ, यसको आफ्नो स्रोत कति छ, त्यसले धाने अनुसार चाहिँ राज्यका निर्देशक सिद्धान्तहरू र कर्तव्यहरू चाहिँ अथवा दायित्वहरू चाहिँ पालना गर्दै लैजानुपर्ने कुरा हुन्। त्यसकारण चाहिँ आजको भोलि हामीले यसको कार्यान्वयनको अपेक्षा गर्नु हुँदैन। त्यसकारण चाहिँ हामीले अदालतमा प्रश्न उठाउन पाइँदैन। यो विषयलाई लिएर संविधानमा भएका मौलिक हकको कार्यान्वयनको विषयलाई लिएर जतिखेर पनि अदालतमा प्रश्न उठाउन पाइन्छ। संविधान जारी भएको दिनदेखि जहिले पनि प्रश्न उठाउन पाइन्छ, तर राज्यका निर्देशक सिद्धान्त र ती नीतिहरूलाई लिएर चाहिँ कार्यान्वयनको विषयलाई लिएर हामीले अदालतमा प्रश्न उठाउन पाइँदैन भन्ने कुरा संविधानको धारा 55 ले उल्लेख गरेको छ है। यो महत्त्वपूर्ण व्यवस्था भयो। अदालतमा प्रश्न उठाउन नसकिने, यस भागमा लेखिएका कुनै पनि विषय कार्यान्वयन भयो वा नभएको सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाउन पाइँदैन। तर अदालतमा प्रश्न उठाउन पाइँदैन भन्ने कुराको मतलब यो होइन कि राज्य चाहिँ ती निर्देशक सिद्धान्त र नीतिहरू कार्यान्वयन गर्नका लागि बाध्यकारी छैन भन्ने चाहिँ होइन। फेरि अदालतमा प्रश्न उठाउन पाइँदैन पो भनेको हो, तर राज्य फेरि ती नीति र निर्देशक सिद्धान्तलाई कार्यान्वयन गर्नका लागि चाहिँ हर बखत बाध्यकारी चाहिँ हुन्छ। होइन भने हामीले संविधानमा उल्लेख गर्नुको औचित्य छैन। यदि संविधान उल्लेख गरिएका विषयलाई राज्यले नमान्ने भने संविधान उल्लेख गरिएका निर्देशक सिद्धान्त र नीतिलाई हामीले संविधान उल्लेख गर्नुको कुनै औचित्य छैन। प्रश्न उठाउन पाइँदैन भन्नुको मतलब कार्यान्वयनका लागि बाध्यकारी छैन भन्ने चाहिँ होइन है। किन भन्दाखेरि बेला बेलामा यो निर्देशक सिद्धान्त र नीतिहरूका विषयमा चाहिँ यो सर्वोच्चले बोले पनि छ। यो केवल चाहिँ यो देखाउने दाँत मात्र होइन, यो हात्तीको देखाउने जस्तो दाँत मात्र होइन। यसको कार्यान्वयनका लागि सरकार बाध्यकारी हुन्छ है। उसले कार्यान्वयन गर्दै लैजानुपर्छ। होला उसको क्षमता नहोला, आर्थिक क्षमता नहोला, स्रोतको क्षमता नहोला, त्यो कुरा चाहिँ एउटा एक्सक्युजेबल हुनसक्छ, तर कार्यान्वयनमै ध्यान नदिने भन्ने चाहिँ होइन। त्यसकारण चाहिँ उसले चाहिँ कार्यान्वयन गर्दै लैजानुपर्छ भन्ने कुरा चाहिँ सामान्यतया सर्वोच्चले विभिन्न मुद्दाहरूमा बोलिरहेको चाहिँ हुन्छ। अब त्यस पछाडि राज्यको संरचना र राज्य शक्तिको बाँडफाँडको व्यवस्था छ। संविधानको भाग 5 मा भएको व्यवस्था, यो महत्त्वपूर्ण व्यवस्था। हाम्रो राज्य शक्तिको बाँडफाँड कस्तो छ, राज्य शक्ति चाहिँ कसरी बाँडफाँड गरिएको छ, राज्य शक्तिको सञ्चालन कसरी गरिएको छ, त्यसलाई बाँडफाँड कसरी गरेका छौँ हामीले भन्ने कुरा हो राज्य शक्तिको बाँडफाँड।
संविधानको धारा 56 मा त्यो कुरा उल्लेख गरिएको छ राज्यको संरचना कस्तो छ, हामीले हाम्रो संरचना राज्य संरचनालाई चाहिँ कसरी विभाजित गरेका छौँ अथवा कसरी चाहिँ हामीले त्यसलाई संरचनागत रूपमा चाहिँ त्यसलाई कस्तो स्वरूप दिएका छौँ भन्ने कुरा हाम्रो राज्यको संरचना। हामीले राज्यको संरचना चाहिँ 3 तहको बनाएका छौँ। हामीले राज्यको संरचना चाहिँ हाम्रो स्ट्रक्चर स्टेट स्ट्रक्चर भन्छौँ नि, स्टेट स्ट्रक्चर चाहिँ हामीले 3 टायर्समा अथवा 3 लेभलमा हामीले चाहिँ हाम्रो स्टेट स्ट्रक्चरलाई चाहिँ हामीले फ्रेमवर्क दिएका छौँ। हाम्रो स्टेटलाई चाहिँ हामीले 3 तहको स्ट्रक्चरमा चाहिँ फ्रेमवर्क दिएका छौँ। त्यो 3 तहको स्ट्रक्चरमा चाहिँ हामीले सङ्घको एउटा स्ट्रक्चर दिएका छौँ, हाम्रो सङ्घीय स्ट्रक्चर छ एउटा, अर्को हाम्रो प्रदेशको स्ट्रक्चर छ, प्रदेशको संरचना छ, र अर्को हाम्रो स्थानीय तहको संरचना छ। सिङ्गो राज्य संरचना चाहिँ त्यसरी चाहिँ फ्रेमवर्क दिएको छ। राज्य संरचनालाई हामीले त्यसरी चाहिँ संरचना दिएका छौँ। हाम्रो केन्द्र सङ्घको संरचनामा छ, प्रदेशको संरचनामा छ र स्थानीय तहको संरचना गरी 3 तहको संरचना चाहिँ हामीले निर्माण गरेका छौँ। स्थानीय तहको संरचनामा प्रदेश र केन्द्रको संरचना एउटै भयो हैन, त्यो एउटै भयो। त्यो अब केन्द्रको युनियन भइहाल्यो, प्रदेशसभा अन्तर्गत रहने भयो, प्रदेशसभा अन्तर्गत त्यहाँ सरकार बन्ने, त्यही प्रदेशकै संरचना अन्तर्गत रहने भयो। त्यसपछि स्थानीय तहलाई चाहिँ हामीले कुनै एउटा संरचना भन्दा पनि त्यो स्थानीय तहमा चाहिँ हामीले 3टा संरचनालाई पारेका छौँ। एउटा हामीले गाउँपालिकालाई पारेका छौँ, अर्को नगरपालिकालाई पारेका छौँ र अर्को जिल्ला सभालाई पारेका छौँ। यो 3टा संरचनालाई स्थानीय तहका 3टा संरचनालाई हामीले स्थानीय संरचना स्थानीय तहको संरचना भनेर चाहिँ हामीले उल्लेख गरेका छौँ। अब यो हाम्रो राज्यको संरचना 3 तहको संरचना संविधानमा उल्लेख भए बमोजिम हामीले अहिले पनि कार्यान्वयनमा लिएर आएका छौँ। तर संविधानमा उल्लेख भएको तर कार्यान्वयनमा नल्याएको विषय के होला भन्दा यो संविधानले चाहिँ केही विशेष अथवा संरक्षित क्षेत्रको पनि उल्लेख गरेको छ। विशेष संरक्षित वा स्वायत्त क्षेत्रको पनि उल्लेखन चाहिँ गरेको छ संविधानले। विशेष क्षेत्र, संरक्षित क्षेत्र वा स्वायत्त क्षेत्र भनेर 3 प्रकारका क्षेत्रहरूको पनि व्यवस्था चाहिँ संविधानले गरेको छ। यद्यपि हामीले अहिलेसम्म कार्यान्वयन चाहिँ गरेका छैनौँ, कार्यान्वयनमा ल्याएका छैनौँ। यो संरचनालाई हामीले आजसम्म कार्यान्वयन चाहिँ ल्याएका छैनौँ। तर संविधानले चाहिँ एउटा परिकल्पना के गरेको छ भन्दा हाम्रा 3 तहका संरचनाहरू बाहेक यो राज्यमा केही थप संरचना पनि हुन सक्छन्। ती संरचना चाहिँ विशेष संरचनाका रूपमा अथवा संरक्षित क्षेत्रका रूपमा अथवा चाहिँ स्वायत्त क्षेत्रका रूपमा चाहिँ हामीले केही संरचनाहरूलाई हामीले संरक्षण गर्न सक्छौँ भन्ने कुरा चाहिँ उल्लेख चाहिँ गरेको छ। त्यो के भनेको छ भन्दा सङ्घीय कानुन बमोजिम, अब सङ्घले कानुन बनाएर हाम्रो चाहिँ केन्द्रले कानुन बनाएर सामाजिक सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि मूलतः 3टा उद्देश्य परिपूर्तिका लागि, एउटा चाहिँ सामाजिक उद्देश्य परिपूर्तिका लागि, सांस्कृतिक उद्देश्य परिपूर्तिका लागि र आर्थिक उद्देश्य परिपूर्तिका लागि, मूलतः यो 3टा उद्देश्य परिपूर्तिका लागि चाहिँ हामीले थप केही संरचना पनि निर्माण गर्न सक्छौँ है भन्ने कुरा चाहिँ यो संविधानमा उल्लेख गरिएको छ। कुन उद्देश्यका लागि रहेछ? सामाजिक उद्देश्य परिपूर्ति गर्नका लागि, कुनै सांस्कृतिक उद्देश्य परिपूर्ति गर्नका लागि अथवा आर्थिक उद्देश्य परिपूर्ति गर्नका लागि। हामीलाई लाग्यो कि नेपालको कुनै क्षेत्रले ज्यादै कम विकासको अवसर पाएको छ भन्ने हामीलाई लाग्यो र हामीलाई के लाग्यो भन्दा यो क्षेत्रले कम्तीमा संरक्षण पायो भने राज्यबाट त्यो संरक्षण पाएको क्षेत्रले चाहिँ अलिक बढी प्राथमिकता पायो भने भोलि विकासमा चाहिँ समान रूपमा त्यो पनि अघि बढ्छ त्यो क्षेत्र पनि भन्ने लाग्यो भने अनि हामी त्यो क्षेत्रलाई चाहिँ विशेष संरक्षित क्षेत्र हो भनेर चाहिँ यो सङ्घीय कानुन बमोजिम राज्यले चाहिँ त्यो क्षेत्रलाई विशेष संरक्षित क्षेत्रको रूपमा चाहिँ उसले संरक्षण गरेर राख्न सक्छ, प्राथमिकता दिएर राख्न सक्छ भन्ने कुरा चाहिँ हामीले गरेका छौँ गर्नलाई। तर हामीले अहिलेसम्म चाहिँ अवलम्बनमा चाहिँ ल्याएको छैनौँ यो व्यवस्थालाई। त्यसकारण चाहिँ विशेष संरक्षित वा स्वायत्त क्षेत्र हाम्रो संविधानको परिकल्पना हो र यसभन्दा पछाडि पनि हामीले यदि यसलाई कार्यान्वयनमा लैजाने भने कार्यान्वयन ल्याउन पाइन्छ। तर अहिलेसम्म चाहिँ हामीले कार्यान्वयन ल्याउन नसकेको व्यवस्था चाहिँ हो। त्यसकारण हाम्रो सङ्घीय संरचना अथवा चाहिँ हाम्रो राज्यको संरचना चाहिँ त्यसरी चाहिँ उल्लेख गरिएको छ भन्ने कुरा हो। अब यदि हाम्रो संरचना राज्यको संरचना चाहिँ केन्द्र अथवा सङ्घ प्रदेश स्थानीय तहमा चाहिँ वर्गीकरण गरिएको छ भने कुन तहलाई कति अधिकार दिएको छ भन्ने कुरा चाहिँ संविधानको धारा 57ले उल्लेख गरेको छ। यी 3 तहका सरकार अथवा 3 तहका संरचनालाई कुन संरचनालाई कति अधिकार दिएको छ, के विषयका अधिकार दिएको छ भन्ने कुरा चाहिँ राज्य शक्तिको बाँडफाँडको विषय संविधानको धारा 57 मा उल्लेख छ। धारा 57 को धारा 1 मा सङ्घको अधिकार सूची के हुने भन्ने कुरा उल्लेख छ। उपधारा 2 मा प्रदेशको अधिकार सूचीको कुरा छ र उपधारा 3 मा सङ्घ र प्रदेशको साझा अधिकार सूची, 4 मा स्थानीय तहको अधिकार सूची र 5 मा सङ्घ प्रदेश स्थानीय तहको साझा अधिकार सूची, जसलाई चाहिँ पछाडि निर्दिष्ट गरेर पछाडि हाम्रा अनुसूचीहरूमा उल्लेख गरिदिएको छ। त्यही भएर हाम्रो सङ्घको के अधिकार हो त? हाम्रो सङ्घले सङ्घीय संरचनाले के अधिकार प्रयोग गर्छ त? सङ्घले हाम्रो के अधिकार प्रयोग गर्छ, प्रदेशले हाम्रो के अधिकार प्रयोग गर्छ। कतिपय हाम्रा अधिकारहरू साझा अधिकार छन् सङ्घ र प्रदेशले सामूहिक रूपमा प्रयोग गर्ने, कतिपय हाम्रा चाहिँ स्थानीय तहले प्रयोग गर्ने अधिकारहरू छन् र कतिपय हाम्रा सङ्घ प्रदेश स्थानीय तह गरी 3 तहका सरकारले अथवा 3 तहका चाहिँ संरचनाहरूले साझा रूपमा प्रयोग गर्ने अधिकार क्षेत्रहरू छन् जसलाई पछाडि अनुसूचीमा राखिएको छ। त्यही भएर अनुसूची 5 देखि लिएर अनुसूची कतिसम्म 9 सम्म। अनुसूची 5 मा के छ? सङ्घको अधिकार। अनुसूची 6 मा के छ? प्रदेशको अधिकार सूची। अनुसूची 7 मा के छ? सङ्घ र प्रदेशको साझा। अनुसूची 8 मा के छ? स्थानीय तहको अधिकार सूची र अनुसूची 9 मा के छ? यो 3टैको साझा अधिकार सूची चाहिँ उल्लेख गरिएको छ।
भन्ने कुरा चाहिँ संविधानको धारा 57ले हाम्रो अधिकारको यो विभिन्न सरकारका अधिकारको चाहिँ बाँडफाँडको विषय चाहिँ धारा 57मा उल्लेख गरेको छ। त्यसो भए धारा 58मा आउँदाखेरि अवशिष्ट अधिकारको कुरा छ। रेजिड्युरी पावर भनेर भन्छ। रेजिड्युरी पावर यो संविधानमा कहीँ उल्लेख नभएको कि यो पावर कसले प्रयोग गर्ने भन्ने कुरा चाहिँ संविधानले चाहिँ किटान नगरेको। संविधानले किटान गरेछ भने त त्यो सम्बन्धित निकायले नै त्यो पावर प्रयोग गर्ने भयो। संविधानले यो पावर कसले प्रयोग गर्नेछ, प्रदेशले कि स्थानीय तहले कि सङ्घले भनेर किटानै गरेको रहेछ भने चाहिँ सम्बन्धित निकायले त्यो पावरलाई प्रयोग गर्ने भए, त्यो शक्तिलाई प्रयोग गर्ने भए। तर कतिपय शक्तिहरू चाहिँ संविधानमा किटान नगरेका हुन सक्छन् अथवा संविधानमा किटान गर्नका लागि छुटेको अवस्थामा हुनसक्छ। त्यसकारण त्यो अवस्थामा चाहिँ त्यस्ता खालका पावरहरू, त्यस्ता खालका शक्तिहरू जसलाई चाहिँ संविधानले किटान गरेको छैन कि कसले प्रयोग गर्ने भन्ने यदि प्रश्न आयो भोलिका दिनमा भने त्यो अवस्थामा चाहिँ त्यो अधिकारको प्रयोग कसले गर्छ भन्ने प्रश्न आयो भने त्यो अधिकारको प्रयोग चाहिँ सङ्घले गर्छ। त्यसैलाई नै हामीले के भन्छौँ, त्यसलाई अवशिष्ट अधिकार हो है। त्यो अवशिष्ट अधिकार हो। त्यो अवशिष्ट अधिकार प्रयोग गर्ने अधिकार हामीले सङ्घलाई सुम्पेका छौँ, हामीले सङ्घीय सरकारलाई सुम्पेका छौँ। त्यो अवशिष्ट अधिकार प्रयोग गर्ने हामीले अधिकार चाहिँ सङ्घलाई सुम्पेका छौँ। तर अब यो एकदमै हामीले चाहिँ सङ्घलाई बलियो बनाएको जस्तो चाहिँ देखिन्छ। यसले गर्दा अधिकांश यो फेडरलिजम मान्ने राज्यहरूले चाहिँ प्रदेशलाई दिन्छन् यो अधिकार, किन भन्दाखेरि प्रदेशलाई पावरफुल बनाउनका लागि यो अधिकार खास प्रदेशलाई दिने हाम्रो अभ्यास छ। तर अब हामी अहिलेसम्म पनि सङ्घीय अथवा चाहिँ एकात्मक शासन व्यवस्थाको सोचले हामी ग्रसित छौँ। त्यही भएर पनि हामी सङ्घलाई नै दिइरहेका छौँ यो अधिकार भन्ने कुरा चाहिँ। अब अहिले भोलि प्रदेशलाई चाहिँ हामीले अक्षम ठानेका हौँ कि अथवा के हो त्यो पनि हाम्रो हुनसक्छ। त्यस पछाडि राष्ट्रपति र उपराष्ट्रपति सम्बन्धी व्यवस्था हाम्रो भाग 6मा चाहिँ व्यवस्था गरिएको छ, राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था। यहाँबाट पनि एक दुईवटा क्वेसनहरू आउन सक्छन् तपाईँहरूलाई। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रपतिलाई चाहिँ नेपालको राष्ट्राध्यक्षको रूपमा चाहिँ नेपालको राष्ट्राध्यक्ष अथवा नेपालको गार्जियनसिपको रूपमा चाहिँ हामीले राष्ट्रपतिलाई त्यो संवैधानिक हामीले त्यो संवैधानिक हैसियत चाहिँ हामीले प्रदान गरेका छौँ। त्यो हेड अफ स्टेटको हैसियत हामीले राष्ट्रपतिलाई चाहिँ हेड अफ स्टेटको अथवा राष्ट्राध्यक्षको हैसियत हामीले प्रदान गरेका छौँ। त्यस पछाडि हामीले राष्ट्रपतिलाई कर्तव्यहरू तोकेका छौँ। राष्ट्रपतिलाई के कर्तव्य छन् भनेर राष्ट्रपतिलाई चाहिँ नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्ने मूल जिम्मेवारी चाहिँ राष्ट्रपतिको मूल कर्तव्य उनकै हो, राष्ट्रिय एकताको प्रवर्धन गर्ने। त्यस पछाडि संविधानको पालना गर्ने र त्यसको संरक्षण गर्ने। त्यसकारण यो दुईटै जिम्मेवारी चाहिँ हामीले राष्ट्रपतिलाई तोकेका छौँ। राष्ट्रपतिलाई चाहिँ तोकेको संविधानको पालनाको जिम्मेवारी पनि उनलाई छ, त्यो जिम्मेवारी, त्यो कर्तव्य, संविधानको पालनाको कर्तव्य र संविधानको संरक्षणको कर्तव्य पनि उनलाई हामीले तोकेका छौँ। त्यति मात्र होइन, राष्ट्रिय एकताको प्रवर्धन पनि गर्ने उनकै जिम्मेवारी हो, उनकै कर्तव्य भनेर हामीले राष्ट्रपतिलाई एउटा अभिभावकीय जिम्मेवारी चाहिँ हामीले सुम्पेका छौँ। संविधानमै हामीले एउटा अभिभावक, एउटा गार्जियनसिपको जिम्मेवारी चाहिँ हामीले राष्ट्रपतिलाई सुम्पेका छौँ भन्ने कुरा चाहिँ यहाँ देखिन्छ। राष्ट्रपतिको निर्वाचनको लागि चाहिँ हामी कहाँ कस्तो खालको निर्वाचन प्रणाली हामीले अवलम्बन गरिरहेछौँ भन्ने कुराको हकमा राष्ट्रपतिको निर्वाचनको लागि राष्ट्रपतिको निर्वाचन गर्ने भने हामीले एउटा निर्वाचक मण्डल निर्माण गर्ने र त्यो निर्वाचक मण्डलमा भएका सदस्यहरूले त्यसमा भोट हाल्ने व्यवस्था गरेका छौँ। त्यसकारण यसमा प्रत्यक्ष रूपमा कुनै नागरिकले यसमा भोट हाल्दैन। एउटा निर्वाचक मण्डल, त्यो निर्वाचक मण्डल हामीले नयाँ निर्वाचक मण्डल बनाउँदैनौँ। भइरहेको हाम्रा निर्वाचित प्रतिनिधिहरूलाई चाहिँ हामीले त्यो निर्वाचन मण्डलमा समावेश गरेका छौँ। त्यो निर्वाचन मण्डलमा चाहिँ को रहन्छन्, त्यो निर्वाचक मण्डलमा को रहन्छन् भन्ने कुराको हकमा चाहिँ जसले राष्ट्रपतिलाई भोट गर्छन् त्यहाँ को रहन्छन् भन्दा त्यहाँ चाहिँ केन्द्रका सांसदहरू रहन्छन्, त्यहाँ चाहिँ प्रतिसभा र राष्ट्रिय सभाका सांसदहरू रहन्छन्, सङ्घीय संसदका सांसदहरू अथवा सदस्यहरू रहन्छन्, त्यहाँ सङ्घीय संसदका सदस्यहरू रहन्छन् त्यो निर्वाचक मण्डलमा। सङ्घीय संसदका सदस्यहरू टोटलमा कति छन्? 334 जना छन् होइन। दुईटै हामीले सदनको यदि काउन्ट गर्ने भने 334 जना चाहिँ हाम्रा सङ्घीय सांसदहरू छन्, 334, 200 सदन जोडेर। त्यसकारण त्यो निर्वाचक मण्डलमा जसले चाहिँ राष्ट्रपतिको निर्वाचनका लागि भोट गर्छन् त्यसमा 334 जना हाम्रा सङ्घीय सांसदहरू छन्। तर त्यसबाहेक चाहिँ प्रदेश सांसदहरू पनि छन्। प्रदेश सांसदहरू कतिजना छन्? 550 जना चाहिँ प्रदेश सांसदहरू छन्। हामी कहाँ 7वटा प्रदेशको सांसदहरू जोड्ने हो भने त्यो सङ्ख्या चाहिँ 550 पुग्छ। 550 चाहिँ प्रदेशका सांसदहरू, टोटल 7वटा प्रदेशका सांसदहरू जोडिएको हो। यो 7वटै प्रदेशका सांसदहरूको सङ्ख्या 550 त्यो जोडिएको र केन्द्रका सांसद जुन चाहिँ राष्ट्रिय सभा र प्रतिसभाका दुईटै जोडेर 59 + 275 गर्दा 334 हुन जान्छ। यसरी चाहिँ यो टोटल सदस्यहरूले राष्ट्रपतिको निर्वाचनमा भोट हाल्छन्, यिनीहरूले चाहिँ भोट हाल्छन् राष्ट्रपतिको निर्वाचनमा। यद्यपि फेरि यिनीहरूको वेटेज जुन छ त्यो वेटेज चाहिँ फरक छ। केन्द्रका सांसदहरूको वेटेज बढी छ तर प्रदेशका सांसदहरूको वेटेज त्यो एउटा मतभार भन्छ नि हामी, एउटा मत हाल्दाखेरि उसको मतभार कति भयो त भन्दा त्यो मतभार चाहिँ प्रदेशका हकमा चाहिँ कम छ तिनीहरूको मतभार, त्यसकारण केन्द्रका हकमा चाहिँ बढी छ। अब त्यो हुनुको कारण पनि के हो भन्दा प्रदेश हामीले त्यो सांसदहरू चुन्दाखेरि चाहिँ एउटा केन्द्रका लागि रिप्रेजेन्ट गर्ने सांसदहरूको जनसङ्ख्या अलि ठुलो छ, त्यसकारण पनि उसको मतभार बढी भएको हो।
प्रदेशका सांसदहरू चुनेर आउँदै गर्दा ऊ कम जनसङ्ख्याबाट चुनेर आएको छ, त्यही भएर उसको मतभार कम भएको हो। उसले सबै नेपाली जनतालाई चाहिँ रिप्रेजेन्ट गर्न खोजेको खास यसले। त्यसकारण चाहिँ हामीले यो व्यवस्था चाहिँ गरेका छौँ। त्यसकारण चाहिँ हामीले यसको मतभारको हिसाब चाहिँ अलिकति फरक गरेका छौँ। केन्द्रको सांसदको हकमा चाहिँ कति 79 हामीले राखिदिएका छौँ। 79% हुन्छ एउटा मत बराबर, 79% 100% होइन। अनि अर्को चाहिँ यता प्रदेशको हकमा एउटा मत बराबर 48% चाहिँ हामीले प्रदेशको हकमा राखिदिएका छौँ। भने पछाडि यो मतभार, यो वेटेज चाहिँ अलिक बढी छ उसको। केन्द्रको सांसदको वेटेज चाहिँ बढी छ, त्यसले 79% त्यसले प्राप्त गरेको मानिन्छ। तर प्रदेशको एउटा भोट खस्ने बित्तिकै उसले 48% मात्रै प्राप्त गर्यो भनेर चाहिँ हामीले मानिन्छ। त्यस कारण चाहिँ त्यो वेटेज चाहिँ अलिक फरक छ। यो बुझ्नु पर्दैन, यो बुझिराख्नु पर्दैन। खालि के बुझ्नु होला भन्दा यो चाहिँ निर्वाचक मण्डल जुन गठन गरिन्छ राष्ट्रपतिको निर्वाचनका लागि, त्यो निर्वाचक मण्डलमा को हुन्छन् सदस्यहरू भन्नेसम्मको प्रश्न आयो भने त्यो निर्वाचक मण्डलमा चाहिँ त्यहाँ केन्द्रका सांसदहरू रहन्छन्, सङ्घीय सांसदहरू रहन्छन् र प्रदेशका सांसदहरू रहन्छन्। त्यतिसम्म कुरा याद भइहाल्यो। राष्ट्रपतिको निर्वाचन हामीले चाहिँ 5 वर्षका लागि गर्छौँ। एकपटक राष्ट्रपति निर्वाचन गरिसके पछाडि राष्ट्रपतिले जहिले पनि 50% ल्याउनुपर्छ है भोट भन्ने कुरा चाहिँ उल्लेख गरेको छ। यो 50% भोट नल्याइकन कोही पनि व्यक्ति राष्ट्रपति निर्वाचित हुन सक्दैन। यदि 50% प्लस भोट आएन कसैको, सबैको कमै आयो भने त्यो बेलामा सबैले जो सुरुको पहिलो र दोस्रो हुने जो उम्मेदवारहरू छन् ती उम्मेदवारहरूलाई चाहिँ फेरि अझ निर्वाचनमा हुमाइन्छ। त्यसमा फेरि उनीहरूलाई मतदान गरिन्छ। ती बाँकी अरूलाई चाहिँ फेरि निर्वाचन अथवा त्यो उम्मेदवार हुनबाट वञ्चित गराइन्छ। बाँकी 2 जनालाई मात्र जो पहिलो र दोस्रो भयो। अनि त्यसमा चाहिँ फेरि जसले 50% प्लस भोट ल्याउँछ, 50% प्लस, त्यसलाई चाहिँ राष्ट्रपतिको निर्वाचनका लागि क्यापेबल मानिन्छ अथवा राष्ट्रपति इलेक्ट हुनलाई क्यापेबल मानिन्छ। राष्ट्रपतिको योग्यता, राष्ट्रपति हुनलाई नेपालमा के छ योग्यता भन्ने कुराको हकमा नेपालको सङ्घीय संसदको सदस्य हुन योग्य भएको व्यक्ति, जो नेपालको सङ्घीय संसदको सदस्य हुन योग्य छ, चाहे राष्ट्रिय सभा चाहे प्रतिनिधि सभा, त्यो योग्यता भएको व्यक्ति नेपालको चाहिँ राष्ट्रपति बन्नका लागि योग्य मानिन्छ। त्यो हुनैपर्छ भन्ने छैन, सांसदै हुनुपर्छ भन्ने छैन। एउटा कमन म्यान पनि नेपालको राष्ट्रपति हुनसक्छ। तर के हो भन्दाखेरि उसको योग्यता चाहिँ कम्तीमा सांसद बन्न सक्ने योग्यता चाहिँ हुनु पर्यो। तर त्यति भन्दै गर्दाखेरि फेरि उमेरमा चाहिँ सांसदको उमेर दिएको छैन। उमेर चाहिँ यसको अलिक बढी मागेको छ। सांसद हुनका लागि कमै उमेर भए पुग्छ, तर यसको उमेर चाहिँ 45 वर्ष पुगेको हुनुपर्ने भन्ने मागेको छ। त्यो चाहिँ उमेरको हद चाहिँ बढी छ। त्यसै गरी कुनै कानुनले अयोग्य नभएको र 2 पटक हो म्याक्सिमम राष्ट्रपतिको लागि कोही व्यक्तिले चाहिँ राष्ट्रपतिको पदमा त्यसमा बस्ने भनेको 2 वर्ष लगातार चाहिँ उसले अथवा चाहिँ ग्याप गरेर भए पनि त्यो लगातार ग्यापको कुरा केही भनेको छैन। इन टोटलिटी 2 वर्ष मात्रै भनेको छ। 2 वर्ष कोही व्यक्ति राष्ट्रपति भयो भने त्यस पछाडि तेस्रो पटक राष्ट्रपति बन्नका लागि चाहिँ योग्य मानिँदैन। यो हाम्रो संविधानले त्यसलाई चाहिँ वञ्चित गरेको छ, तेस्रो पटक राष्ट्रपति हुनलाई। राष्ट्रपतिको पद रिक्त हुने अवस्था, राष्ट्रपतिको पद कुन बेलामा जान्छ, कुन बेलामा खाली हुन्छ भन्दा पहिलो कुरा त निजले राष्ट्रपति उपराष्ट्रपति समक्ष लेखेर राजीनामा दिएन। यदि उपराष्ट्रपति समक्ष राष्ट्रपतिले राजीनामा दिन्छन् भने उनको पद रिक्त हुन्छ एउटा। त्यसकारण राष्ट्रपतिले राजीनामा कसको सामु बुझाउँदा रहेछन् भन्ने प्रश्न आयो भने उपराष्ट्रपतिलाई बुझाउँदा रहेछन् भन्ने कुरा हो। त्यसै गरी निजको विरुद्ध धारा 101 बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा यदि उनका विरुद्धमा चाहिँ महाभियोगको प्रस्ताव संसदले पारित गर्यो भने त्यो बेला पनि उनको पद रिक्त हुन्छ। निजको पदावधि समाप्त भएमा, अब 5 वर्षको पदावधि हो उनको, त्यो 5 वर्ष पदावधि समाप्त भइसके पछाडि पनि उनको पद रिक्त हुन्छ र निजको मृत्यु भएमा पनि उनको पद रिक्त हुन्छ भन्ने कुरा छ। राष्ट्रपतिको काम कर्तव्य र अधिकारको विषयलाई चाहिँ हामीले कसरी रेगुलेट गरेका छौँ त, उनको काम कर्तव्यलाई हामीले कसरी रेगुलेट गरेका छौँ भन्दा राष्ट्रपतिलाई आफ्नो स्वविवेकीय अधिकार हामीले यो संविधानमा दिएका छैनौँ। यो संविधानले राष्ट्रपतिले गर्ने सबै काम कारबाहीहरू मन्त्री परिषदको सिफारिसमा गर्नुपर्ने भन्ने कुरा चाहिँ उल्लेख गरेको छ। राष्ट्रपतिले गर्नुपर्ने काम कारबाहीहरू मन्त्री परिषदको सिफारिसमा गरिनुपर्छ। कुनै सम्बन्धित निकायले गरिनुपर्छ भनेर संविधानमै तोकिएको छ भने सम्बन्धित निकायको सिफारिसमा गरिने हो। जस्तो उदाहरणका लागि नेपालको प्रधान न्यायाधीशलाई नियुक्त गर्नु छ भने सिफारिस कसले गरिदिने भयो, संवैधानिक परिषदले गरिदिने भयो। त्यहाँ चाहिँ मन्त्री परिषदले गर्दैन। त्यो नेपालको प्रधान न्यायाधीश नियुक्त गर्दाखेरि अनि त्यसबाहेक जस्तो अब विभिन्न हाम्रा आयोगहरूका प्रमुख आयुक्तहरू नियुक्त गर्दाखेरि सिफारिस कसले गरिदिन्छ, संवैधानिक परिषदले गरिदिन्छ। त्यहाँनिर मन्त्री परिषद त गर्दैन। जहाँ कुन निकायले सिफारिस गरेर नियुक्त हुने भन्ने कुरा उल्लेख गरिएको छ, सम्बन्धित निकायले सिफारिस गरेर राष्ट्रपतिले नियुक्त गर्ने हुन्, आफैले आफ्नो उनको स्वविवेकीय अधिकार भन्ने हुँदैन। होइन भने चाहिँ जहाँ जहाँ उनीहरूले जे काम राष्ट्रपतिले गर्नुपर्ने जे काम छ ती सबै कामहरू चाहिँ मन्त्री परिषदको सिफारिसमा हुन्छन्। र मन्त्री परिषद सिफारिस मात्रै होइन, मन्त्री परिषद सहमति पनि हुनुपर्यो त्यो विषयमा। मन्त्री परिषदको सम्मति र सिफारिस दुईटै कुरालाई चाहिँ यसले बाध्यकारी मानेको छ। राष्ट्रपतिले गर्ने काम कारबाहीहरू चाहिँ मन्त्री परिषदको सिफारिस र सम्मतिमा गरिनुपर्छ भन्ने कुरा चाहिँ उल्लेख गरिएको छ। त्यसकारण कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भने किटानुसार व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन हुने गरिने अन्य जुनसुकै कार्य पनि मन्त्री परिषदको सिफारिस र सम्मतिबाट हुने, त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्री मार्फत पेश हुने भन्ने कुरा चाहिँ उल्लेख गरिएको छ। त्यसकारण चाहिँ राष्ट्रपतिले गर्ने सम्पूर्ण काम कारबाहीहरू मन्त्री परिषदको सिफारिसमै हुन्छन् भन्ने हाम्रो चाहिँ अपेक्षा हो। होइन त्यसबाहेक चाहिँ अब
जहाँ चाहिँ राष्ट्रपतिले गर्ने कामहरू मन्त्री परिषदबाट सिफारिस हुने भन्ने कुरा उल्लेख छैन। त्यो अवस्थामा चाहिँ जुन जुन निकायबाट सिफारिस गरेर गरिने भनेर उल्लेख छ त्यही निकायबाट सिफारिस गरेर गरिन्छन् भन्ने कुरा चाहिँ हो। धारा 70 राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायको हुनुपर्ने भन्ने व्यवस्था गरिएको छ। त्यो हामीलाई जानकारी छ। आइदर फरक लिङ्गको भए पुग्यो अथवा फरक समुदायको भए पनि पुग्यो। एउटै समुदायको चाहिँ हुनु भएन, या त लिङ्ग फरक हुनु पर्यो या त समुदाय फरक भयो भने राष्ट्रपति र उपराष्ट्रपतिका लागि त्यो व्यवस्था चाहिँ लागू गरिएको छ। र राष्ट्रपति र उपराष्ट्रपतिको शपथको कुरा छ। राष्ट्रपतिले कसको सामु शपथ लिन्छन् भन्ने प्रश्नको हकमा चाहिँ राष्ट्रपतिले प्रधान न्यायाधीशको सामु शपथ लिन्छन्। उपराष्ट्रपतिले कसको सामु? उपराष्ट्रपतिले अब राष्ट्रपति आइसके पछाडि राष्ट्रपति सामु शपथ लिन्छन्। त्यसकारण चाहिँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथको कुरा चाहिँ संविधानको धारा 71 मा उल्लेख गरिएको छ। राष्ट्रपति नहुँदाखेरि राष्ट्रपतिको जिम्मेवारी कसले निर्वाह गर्छन्? उपराष्ट्रपतिले निर्वाह गर्छन्। राष्ट्रपति र उपराष्ट्रपति दुवै नहुँदा त्यो जिम्मेवारी कसले निर्वाह गर्छन्? राष्ट्रपतिको जिम्मेवारी। राष्ट्रपति र उपराष्ट्रपति दुवै छैनन् त्यो बेलामा चाहिँ कसले जिम्मेवारी? हजुर हो, कहाँ लेखेको छ? त्यो कहाँ लेखेको छ भन्नुहोस् त? तपाईँले त्यो लेखेको कुरा खोज्नुहोस् है। यो संविधानमा लेखेको छ यो, तर यो राष्ट्रपति र उपराष्ट्रपति भाग अन्तर्गत लेखेको छैन, अन्तै लेखेको छ। संविधानमै लेखेको छ राष्ट्रपति र उपराष्ट्रपति दुवैको पद रिक्त भएको अवस्थामा त्यो अवस्थामा राष्ट्रपतिले गर्नुपर्ने काम कारबाहीहरू कसले गर्छन्? धारा कतिमा छ त्यो ख्याल गर्नु होला है। पछाडि छ हाम्रो मिसलिनियस विविध व्यवस्थामा छ। तपाईँ विविध व्यवस्थामा हेर्नु होला धारा कतिमा रहेछ भनेर यसो पत्ता लगाउनु होला है। सङ्घीय कार्यपालिका सम्बन्धी व्यवस्था हाम्रो संविधानको धारा भाग 7 मा गरिएको छ। हाम्रो सङ्घीय कार्यपालिका कस्तो हुने भन्ने कुरा चाहिँ सङ्घीय कार्यपालिका नेपालमा शासकीय स्वरूप कस्तो हुने भन्ने कुरा संविधानको धारा 74 मा छ। नेपालमा शासकीय स्वरूप कस्तो हुने भन्ने कुरा चाहिँ नेपालमा शासकीय स्वरूप चाहिँ बहुलवादमा आधारित भएको शासकीय स्वरूप हो। नेपालको केमा आधारित भएको? बहुलवाद, प्लुरालिजम भन्छौँ नि हामी, प्लुरालिजममा आधारित छ नेपालको शासकीय स्वरूप। त्यो प्लुरालिजम भनेको कुनै एउटा निश्चित एउटा इजमलाई चाहिँ उसले, इजम त बुझ्नुहुन्छ नि राजनीतिशास्त्रमा होइन, प्लुरालिजममा आधारित छ। कुनै एउटा निश्चित इजमलाई चाहिँ उसले आधार मानेको छैन राज्य सञ्चालनका लागि। त्यहाँ क्यापिटलिजम होला अथवा चाहिँ त्यहाँ कम्युनिजम होला अथवा अन्य कुनै एउटा सिद्धान्तलाई मात्रै आधार मानेर राज्य व्यवस्था सञ्चालन हुन सक्दैन है। एउटा मात्रै सिद्धान्तलाई आधार मानेर राज्य व्यवस्था सञ्चालन हुन सक्दैन। त्यसकारण नेपाल प्लुरालिस्ट कन्ट्री हो जहाँ चाहिँ मल्टिपल ओपिनियनहरू अथवा मल्टिपल त्यहाँ डक्ट्रिनहरू अथवा प्रिन्सिपल्सहरू चाहिँ एक्जिस्ट गर्न सक्छ है। त्यसकारण सबै खालका विचार बोक्ने, अब ती विचारहरू चाहिँ संविधान विपरीतका हुनु भएन। हेर्नुहोस् होइन, राष्ट्रिय हितका विपरीतका विचारहरू कसैले बोक्छ भने त भयो, त्यो त पाइएन। त्यसबाहेक राष्ट्रहित अनुकूलका, राष्ट्रहितको प्रतिकूल नहुने गरीका सम्पूर्ण विचारहरूलाई चाहिँ यो राज्यमा चाहिँ स्थान दिइन्छ। त्यही भएर चाहिँ हामीले नेपाल प्लुरालिस्ट कन्ट्री हो भन्ने हिसाबले हामीले मान्न सकिन्छ। नेपाल बहुलवादमा आधारित राज्य व्यवस्था अथवा शासकीय स्वरूप चाहिँ नेपालमा छ। त्यसकारण नेपालमा भोलि शासक अथवा सत्तामा आउँदाखेरि चाहिँ जुनसुकै आफ्नो एउटा सिद्धान्त बोकेर आउन सक्छ है। जुन सिद्धान्तलाई जनताले अनुमोदन गर्छन् त्यो सिद्धान्तले नेपालमा सत्ता चलाउँछ। जुन सिद्धान्तलाई जनताले अनुमोदन गर्छन् त्यो सिद्धान्तले नेपालमा सत्ता चलाउँछ। त्यसकारण नेपालको शासकीय स्वरूप जसले शासन व्यवस्था चलाउँछ त्यो चाहिँ बहुलवादमा आधारित छ, त्यो कुनै एउटा निश्चित सिद्धान्तमा आधारित छैन भन्ने कुरा चाहिँ उल्लेख गरिएको छ। एउटा बहुलवादमा आधारित फेरि बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था हो। नेपालमा चाहिँ बहुदल रहन्छ। कहिले पनि नेपालमा एकदल हुन सक्दैन। या त संविधान संशोधन गर्नु पर्यो, होइन भने नेपालमा एकदलीय व्यवस्था चाहिँ रहन सक्दैन। बहुदलीय व्यवस्था चाहिँ नेपालको संविधानको विशेषता हो। बहुदलीय व्यवस्था र प्रतिस्पर्धात्मक व्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक सङ्घीय व्यवस्था हो। नेपालको शासकीय स्वरूप भनेको सङ्घीय हो होइन। त्यो शासकीय स्वरूपमा चाहिँ केन्द्र, स्थानीय तह र प्रदेश गरिकन हाम्रा 3टा तहको छ। र नेपालको शासकीय स्वरूप चाहिँ लोकतान्त्रिक हो। कुनै पनि व्यक्ति यहाँ चाहिँ तानाशाही बन्न सक्दैन र तानाशाहीबाट चाहिँ कोही पनि व्यक्ति यहाँ आउन सक्दैन, शासन सत्ता चलाउन सक्दैन। नेपालको शासन सत्ता चलाउने भने लोकतान्त्रिक पद्धतिबाटै आउनु पर्यो शासन सत्ता चलाउनका लागि। र गणतन्त्रात्मक राज्य व्यवस्था हुनु पर्यो। गणतन्त्र नभइकन त्यसबाहेकका राज्य व्यवस्थालाई चाहिँ उसले परिकल्पना गरेका छैन शासकीय स्वरूपमा। र संसदीय शासन प्रणाली हुनु पर्यो। नेपालको शासकीय स्वरूप चाहिँ संसदीय प्रणालीमा आधारित हुनु पर्यो। त्यो भनेको संसदले नै सरकार गठन गर्नु पर्यो। संसद बेगर आएको सरकारलाई यो संविधानले चिन्दैन। नेपाल चाहिँ त्यसरी संसदीय शासन व्यवस्था भएको मुलुक हो भन्ने हिसाबले चाहिँ यो शासकीय स्वरूप कस्तो भन्ने कुरा संविधानको धारा 74 मा उल्लेख गरेको छ। त्यस पछाडि धारा 75 मा चाहिँ कार्यकारिणी अधिकार। नेपालमा कार्यकारिणी अधिकार कसले प्रयोग गरिरहेको छ? सामान्यतया राज्य सञ्चालनका लागि चाहिने 3टा अधिकार हुन्। एउटा व्यवस्थापकीय अधिकार, अर्को कार्यकारिणी अधिकार, अर्को न्यायिक अधिकार। राज्य व्यवस्था सञ्चालनका लागि, राज्य सञ्चालनका लागि चाहिने 3टा अधिकार नहुन्। यो कार्यकारिणी अधिकार
अथवा यसलाई कार्यपालिकीय अधिकार पनि भन्न सकिन्छ। त्यो कार्यकारिणी अधिकार अथवा कार्यपालिकीय अधिकार चाहिँ नेपालमा कसले प्रयोग गरिरहेको छ, एक्जिक्युटिभ पावर भन्दाखेरि मन्त्री परिषदले प्रयोग गर्छ भन्ने कुरा उल्लेख गरिएको छ। त्यसकारण चाहिँ नेपालको कार्यकारिणी अधिकार मन्त्री परिषदमा निहित छ। नेपालको सङ्घीय कार्यकारिणी सम्बन्धी सम्पूर्ण काम नेपाल सरकारको नाममा हुनेछन् भन्ने कुरा चाहिँ उल्लेख गरिएको छ। त्यसकारण चाहिँ सङ्घीय कार्यकारिणीका सम्पूर्ण कामहरू नेपाल सरकारको नाममा, त्यसबाहेकका सङ्घीय कार्यकारिणी है, प्रादेशिक कार्यकारिणीको कुरा चाहिँ फेरि प्रदेशका नाममा होलान्, सङ्घीय कार्यकारिणी चाहिँ जहिले पनि नेपाल सरकारको नाममा उल्लेख गरिएको छ। मन्त्री परिषदको गठनको कुरा छ संविधानको धारा 76 मा। अब जसले चाहिँ नेपालमा कार्यकारिणी अधिकार प्रयोग गर्छ त्यो कार्यकारिणी निकायको गठन कसरी भइरहेछ, नेपालको संविधानले के व्यवस्था गरिरहेछ भन्ने कुराको हकमा चाहिँ संविधानको धारा 76 त्यसका लागि चाहिँ महत्त्वपूर्ण धारा हो। नेपालमा सरकारको गठन कसरी हुन्छ, सरकार कसरी बन्छ भन्ने कुराको व्यवस्थाको धारा हो धारा 76। नेपालमा सरकार बन्ने विभिन्न आधारहरू छन्। मूलतः नेपालले अवलम्बन गर्ने विभिन्न आधारहरूमध्ये चाहिँ 4 प्रकारका सरकार नेपालमा बन्न सक्छन्। 4 प्रकारका सरकार नेपालमा बन्न सक्छन्। पहिलो सरकार नेपालमा बहुमतको सरकार बन्न सक्छ। दोस्रो सरकार नेपालमा सहमतिको सरकार बन्न सक्छ, 2 या 2 भन्दा बढी पार्टीहरू मिलेर। तेस्रो सरकार अल्पमतको सरकार बन्न सक्छ, भएका दलहरूमध्येको सबैभन्दा ठुलो दल तर बहुमत नपाएको दल, त्यसको पनि सरकार बन्न सक्छ नेपालमा। र अर्को भनेको चाहिँ कुनै एउटा संसदको सदस्यले मैले बहुमत ल्याउँछु भन्ने कुराको उसले विश्वास दिलाउन सक्यो भने त्यसले पनि सरकार गठन गर्न सक्छ। भनेपछि नेपालमा 4 प्रकारका सरकारहरूको व्यवस्था गरिएको छ। संविधानको धारा 76 को धारा 1 मा चाहिँ बहुमतको सरकारको कुरा गरिएको छ, जहाँ चाहिँ जुन पार्टीले नेपालमा बहुमत सिट लिएर आउँछ त्यसैले सरकार गठन गर्छ भन्ने कुरा चाहिँ उल्लेख गरिएको छ। र त्यो दलको संसदीय नेतालाई चाहिँ राष्ट्रपतिले प्रामन्त्रीमा नियुक्त गर्नुहुन्छ भन्ने कुरा उल्लेख गरिएको छ। त्यो भनेको चाहिँ सामान्यतया हामी कहाँ चाहिँ बहुमत भनेको कति 138 जनाको है, 275 मा बहुमत चाहिएको नि त हैन, 275 मा हामीलाई बहुमत चाहिएको हो। 275 को बहुमत 50+ चाहिएको न हो, सिम्पल मेजोरिटी हो, त्यो सिम्पल मेजोरिटी भए पुगिहाल्यो। यदि कसैले 50+ भोट लिएर आउँछ भएका सांसदहरूमध्ये 138 मिनिमम यति हुनु पर्यो, योभन्दा बढी अरू ल्याउन पाइयो, मिनिमम चाहिँ यति ल्याउनु पर्यो, अनि त्यो दलले चाहिँ नेपालमा सरकार गठन गर्न सक्छ। र अहिलेको सरकार बहुमतको सरकार हो। यो संविधान जारी भइसके पछाडि पहिलो पटक नेपालमा बहुमत आएको सरकार हो अहिलेको सरकार। 72 सालमा संविधान जारी हो, 72 साल पछाडि हामीले यो 83 मा 82 मा भनौँ न, 82 मा सरकार गठन भएको चैतमा भने पछाडि हामीले पहिलो पटक यो बहुमतको सरकार प्राप्त गरेका हौँ। दोस्रोमा यदि बहुमत कसैले प्राप्त गर्न सकेन, यदि कुनै पनि दलको बहुमत आएन, अब के गर्ने भन्दा त्यो बेलामा चाहिँ 2 या 2 भन्दा बढी दलहरू मिलेर सरकार गठन गर्न सक्छन्, जसलाई हामीले सहमतिको सरकार पनि भन्न सक्छौँ। 2 या 2 भन्दा बढी कोलिसन गभर्नमेन्ट भन्छौँ हामी यसलाई, कोलिसन गभर्नमेन्ट। 2 या 2 भन्दा बढी दलहरू मिलेर यदि यिनीहरूले चाहिँ बहुमत पुर्याउँछन्, त्यो भनेको 138 वा त्योभन्दा बढी सिटहरू पुर्याउँछन् भने त्यो बेलामा पनि उनीहरूको सहमतिको सरकार बन्न सक्छ। त्यो बेलामा चाहिँ कसको प्रतिनिधित्वमा सरकार बन्ने भन्ने कुरा चाहिँ उनीहरूले नै गरेको सहमतिमा आधारित हुन्छ। त्यो दोस्रो। तर यो दोस्रो प्रकारको सरकारले चाहिँ संसदमा विश्वासको मत लिनुपर्छ। पहिलो प्रकारको सरकारले बहुमतको सरकारले संसदमा विश्वासको मत लिनुपर्ने कुरालाई बाध्यकारी गरेका छैन, संविधानले बाध्यकारी गरेका छैन। दोस्रो प्रकारको सरकार जो सहमतिको सरकार हो त्यसलाई फेरि बाध्यकारी नै गरेको छ, त्यो विश्वासको मत लिनुपर्ने, त्यो बाध्यकारी व्यवस्था हो। त्यो चाहिँ धारा 4 बमोजिमको व्यवस्था बमोजिम उसले विश्वासको मत लिनुपर्छ। त्यो दोस्रो सरकारले यदि विश्वासको मत लिन सकेन अनि बल्ल तेस्रो सरकारको बाटो खुल्छ, होइन भने चाहिँ यो क्रमशसँग आउने हो। 1 नम्बर 2 नम्बर त्यसो भएन भने 3 नम्बरमा जाने भन्ने कुरा क्रमसँगै आउने हो। यदि दोस्रो प्रकारको सरकार त्यो भनेको सहमति सरकारले विश्वासको मत लिन सकेन भने अब त्यस पछाडि जाने भनेको चाहिँ अल्पमतको सरकारमा हो। त्यो अल्पमत भएन भनेको भएका दलहरूमध्ये जो सबैभन्दा ठुलो दलको नेता हो, संसदीय दलको नेता, त्यो दलको नेता, त्यो सबैभन्दा ठुलो भनेको त्यो 138 पुराएको छैन त्यसले, तर भएका दलहरूमध्ये सबैभन्दा ठुलो चाहिँ हो। त्यो तेस्रो प्रकारको सरकार त्यसरी बन्न सक्छ र त्यो प्रान्तले पनि विश्वासको मत लिनुपर्ने हुन्छ धारा 4 बमोजिमको। अब तिनले यदि विश्वासको मत लिन सकेन भने त्यो अवस्थामा चाहिँ फेरि हामी जाने भनेको उपधारा 5 बमोजिमको सरकारको गठनका लागि हो। र उपधारा 5 मा चाहिँ संसदको कुनै सदस्यले उपधारा 2 बमोजिमको विश्वासको मत ल्याउन सक्यो भने अथवा त्यो अनुसारको चाहिँ उसले समर्थन जुटाउन सक्यो भने भनौँ न, त्यो अनुसारको समर्थन जुटाउन सक्यो भने त्यो बेलामा पनि कोही व्यक्तिलाई चाहिँ कोही संसदको सदस्यहरूलाई चाहिँ प्रारम्भिक रूपमा राष्ट्रपतिले नियुक्त गर्न सक्नुहुन्छ। र त्यसरी प्रारम्भिक रूपमा नियुक्त गर्नुभयो भने सम्बन्धित पदाधिकारीले अथवा सम्बन्धित व्यक्तिले सम्बन्धित प्रधानमन्त्रीले चाहिँ उपधारा 6 बमोजिमको चाहिँ विश्वासको मत दिनुपर्ने हुन्छ। त्यसकारण त्यो कुरा पनि एउटा महत्त्वपूर्ण कुरा भयो। उनले पनि विश्वासको मत लिन सकेनन्, उपधारा 5 बमोजिमको प्रधानमन्त्रीले पनि विश्वासको मत लिन सकेनन्। उपधारा 5 बमोजिमको प्रधानमन्त्रीले पनि विश्वासको मत लिन सकेन भने त्यो अवस्थामा चाहिँ सम्बन्धित प्रधानमन्त्रीले चाहिँ संसद विघटनका लागि सिफारिस गर्न सक्छ। त्यो चौथो प्रकारको प्रधानमन्त्रीले मात्रै संसद विघटनका लागि सिफारिस गर्न सक्छ।
भन्ने कुरा चाहिँ संविधानको व्यवस्था हो। तर फेरि हामीले के पनि अभ्यास गरेका छौँ भन्दा उपधारा 5 बमोजिमको प्रारम्भिक विश्वास बदल्न सकेन भने फेरि जो उपधारा 2 मा चाहिँ त्यो चाहिँ सर्कलमा फेरि घुम्छ भन्ने खालको पनि हाम्रा पछिल्ला समयका केही व्याख्याहरू आएका छन्। मूलतः यो कोशी प्रदेशमा देखिएका केही त्यस्ता जटिलताहरूलाई लिएर पनि केही व्याख्याहरू आएका थिए। गण्डकीको सरकारलाई लिएर पनि केही व्याख्याहरू आएका थिए। त्यसमा त्यति डिटेलमा जान परेन। खालि अहिलेलाई चाहिँ हामी कहाँ चाहिँ उपधारा 5 बमोजिमको प्रारम्भिक विश्वास बदल्न सकेन भने संसद विघटनको अधिकार चाहिँ दिएको छ। तर भन्नलाई के भनेको छ भन्दा जबसम्म संसदले सरकार दिन्छ तबसम्म विघटन नगर, त्यसो भए एकपल्ट त्यो घुमाइदियो माथि उपधारा 2 बमोजिम फेरि 3 बमोजिम त्यसरी पनि जान सक्छ भन्ने कुरा हो। तर उपधारा 5 बमोजिमको प्रावधानले संसद विघटनको लागि सिफारिस गर्दा चाहिँ 6 महिनाभित्रमा निर्वाचन हुने गरी चाहिँ उसले विघटनको सिफारिस गर्नुपर्छ। कति महिनाभित्र? 6 महिनाभित्र। 6 महिनाभित्र निर्वाचन हुने गरी चाहिँ उसले विघटनको सिफारिस गर्नुपर्छ। त्यति कुरा चाहिँ उसले उल्लेख गरेको छ। अब यो सरकार निर्माणको कुरा चाहिँ प्रतिनिधि सभाको कुरा हो। यो सरकार निर्माणको कुरा प्रतिनिधि सभाको कुरा हो, यो राष्ट्रिय सभाको कुरा होइन। राष्ट्रिय सभाले नेपालमा सरकार बनाउँदैन। सरकार बन्नु भनेको प्रतिनिधि सभाले हो होइन। मन्त्री परिषदको गठन भनेकै प्रतिनिधि सभाबाट हुने हो। त्यो प्रतिनिधि सभाले प्रधानमन्त्रीको लागि चाहिँ काम गर्ने अथवा चाहिँ राष्ट्रपतिले प्रतिनिधि सभाबाट प्रधानमन्त्री चुन्ने काम चाहिँ सामान्यतया कति अवधिभित्रमा गरिसक्नुपर्छ भन्ने कुराको हकमा प्रतिनिधि सभाको मत परिणाम सार्वजनिक भएको मितिबाट कति अवधिभित्रमा चाहिँ प्रधानमन्त्रीको चयन गरिसक्नुपर्छ भन्ने व्यवस्था छ हाम्रो। कति दिनभित्र? 35 दिनभित्रमा चाहिँ प्रधानमन्त्रीको चयन गरिसक्नुपर्छ भन्ने कुराको उल्लेखन चाहिँ गरेको छ। तर यो हाम्रो संसदको मिटिङ बोलाउने कुरा अथवा सेसन बोलाउने कुरा त्यो चाहिँ मत परिणाम सार्वजनिक भएको कति अवधिभित्रमा चाहिँ संसदको अधिवेशनको आह्वान गर्नुपर्छ राष्ट्रपतिले भन्ने कुरा छ। त्यो चाहिँ 30 दिनभित्र छ। संसदको अधिवेशनको आह्वान चाहिँ 30 दिनभित्र गरिसक्नुपर्ने कुरा उल्लेख गरिएको छ। तर प्रधानमन्त्रीको चयन चाहिँ त्यसका लागि 35 दिनको अवधि दिएको छ। त्यो मत परिणाम सार्वजनिक भएको अवधिबाट प्रधानमन्त्री कोही व्यक्ति हुन्छ भने उपधारा 2 बमोजिमको, उपधारा 3 बमोजिमको अथवा उपधारा 5 बमोजिमको उसले प्रधानमन्त्री भएको अवधिबाट कति दिनभित्रमा विश्वासको मत लिइसक्नुपर्छ त्यसको 30 दिनको कुरा उल्लेख गरेको छ है। त्यो विश्वासमा दिनुपर्ने 30 दिनको कुरा उल्लेख गरिएको छ। सामान्यतया यी कुराहरू चाहिँ यसो हामीले थाहा पाउनुपर्ने कुराहरू हुन्। मन्त्री परिषदको गठन हुँदाखेरि चाहिँ प्रधानमन्त्रीले कतिजनाको चाहिँ मन्त्री परिषदको गठन गर्न सक्छन् आफूलाई सहित काउन्ट गरेर उनले टोटलमा बनाउने भनेको चाहिँ 25 जनाको मन्त्री परिषद बनाउन सक्छन्। त्यो म्याक्सिमम हो, अधिकतम हो। 25 जनासम्मको हो। त्यो अब बनाउनलाई जति बनाए पनि भयो भनेको 25 जना चाहिँ नाग्नु भएन। अब त्योभन्दा थोरै त जति पनि बनाउन पाइयो। त्यसमा चाहिँ संविधानले रोकेको छैन। तर अधिकतम चाहिँ 25 भन्दा माथि जानु हुँदैन भनेर चाहिँ उल्लेख गरेको छ। त्यस कारण 25 जनासम्म चाहिँ उसले बढीमा 25 जनासम्मको बनाउन सक्छ। हाम्रो संविधानमा चाहिँ प्रधानमन्त्री र मन्त्रीलाई चाहिँ संसदप्रति जवाफदेही बनाएको छ हाम्रो यो संविधानले। हामीले त्यही भएर पनि यो संसदीय शासन प्रणाली हो भनेर भन्छौँ। त्यो कुरा चाहिँ संविधानको धारा 76 को उपधारा 10 ले बोलेको छ। धारा 76 को उपधारा 10 ले के भन्छ भन्नुहुन्छ भने प्रधानमन्त्री र मन्त्रीहरू सामूहिक रूपमा चाहिँ यिनीहरूले आफ्नो काम कारबाहीका लागि कोप्रति जिम्मेवार हुन्छन्, उत्तरदायी हुन्छन् संसदप्रति, सङ्घीय संसदप्रति, राष्ट्रिय सभाप्रति पनि र प्रतिनिधि सभाप्रति पनि। त्यसकारण हाम्रो मन्त्री परिषद जहिले पनि उत्तरदायी हुने भनेको चाहिँ सङ्घप्रति के अरे सङ्घीय संसदप्रति हो, संसदप्रति हो भन्ने कुरा चाहिँ यहाँ उपधारा 10 मा उल्लेख गरेको छ। त्यसबाहेक चाहिँ मन्त्रीहरूको प्रति उत्तरदायी हुन्छन् भन्दा उनीहरू चाहिँ आफ्नो कामको लागि प्रधानमन्त्रीप्रति र संसदप्रति पनि उत्तरदायी हुन्छन् भने पछाडि यो शासकीय स्वरूपमा नेपालको शासकीय स्वरूपमा चाहिँ हाम्रो मन्त्री र प्रधानमन्त्रीहरूलाई जहिले पनि संसदप्रति चाहिँ उत्तरदायी बनाएको छ है। जहिले पनि संसदप्रति जवाफदेही बनाएको छ है। संसदबाट उन्मुक्त भएर अथवा संसदलाई चाहिँ बोइकट गरेर देशको शासन व्यवस्था चाहिँ चल्न सक्दैन है भन्ने कुरा चाहिँ यो संविधानको धारा 76 को धारा 10 मा चाहिँ व्यवस्था गरिएको छ। प्रधानमन्त्री र मन्त्रीको पद रिक्त हुने अवस्था संविधानको धारा 77 मा कुन बेलामा चाहिँ प्रधानमन्त्रीको पद रिक्त हुन्छ भन्दा प्रधानमन्त्रीको पद कुन बेलामा रिक्त हुन्छ भन्दाखेरि निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा प्रधानमन्त्रीको पद रिक्त हुन्छ एउटा। धारा 100 बमोजिमको अविश्वासको प्रस्ताव पारित भएमा अथवा विश्वासको मत लिन नसकेमा त्यो अवस्थामा। अर्को चाहिँ निज प्रतिनिधि सभाको सदस्य नरहेमा नेपालमा प्रधानमन्त्री बन्ने भनेकै प्रतिनिधि सभाको सदस्य हो। त्यसकारण राष्ट्रिय सभाको सदस्य कहिले पनि नेपालमा प्रधानमन्त्री बन्न सक्दैन। ऊ मन्त्रीसम्म बन्न सक्छ, प्रधानमन्त्री बन्न सक्दैन। त्यसकारण प्रधानमन्त्री बन्ने भनेकै प्रतिनिधि सभाबाट हो। निज प्रतिनिधि सभाको सदस्य नरहेमा चाहिँ उनी प्रधानमन्त्रीको रूपमा रहन सक्दैनन् र निजको मृत्यु भएमा पनि उनी प्रधानमन्त्रीको रूपमा रहन सक्दैनन्। प्रधानमन्त्रीको पद रिक्त हुने यो अवस्थामा हो। कहिलेकाहीँ सोध्दा तलको कुन अवस्थामा चाहिँ प्रधानमन्त्रीको पद रिक्त हुँदैन भन्ने खालको प्रश्न सोध्दा प्रधानमन्त्रीलाई गम्भीर रोग लागेर बिरामी परेर काम गर्न असमर्थ भएमा भनेर राखिदिन्छ कि त्यो अवस्था त रिक्त त हुँदैन नि त। त्यो त्यही अब त्यो हाम्रो खालि संवैधानिक व्यवस्था तपाईँलाई जानकारी रहिन्छ भनेर सोध्न खोजेको हुन्छ कि त्यहाँनिर। मन्त्रीको पद रिक्त हुने अवस्था त्यसो भए प्रधानमन्त्रीको पद रिक्त हुने अवस्था पढिसके पछाडि मन्त्रीको पद चाहिँ कुन बेला जान्छ भन्दा प्रधानमन्त्रीको पद रिक्त हुने कि मन्त्रीको पद जान्छ।
प्रामन्त्रीको पद रिक्त हुने बित्तिकै मन्त्रीको पद जान्छ। तर एउटा अवस्था मात्र जाँदैन, त्यो भनेको चाहिँ यदि प्रामन्त्रीको पद मृत्यु भएर रिक्त भयो भने अब मन्त्रीको पद चाहिँ त्यो अवस्थामा जाँदैन, स्वतः रिक्त हुँदैन। होइन भने चाहिँ अन्य अवस्थामा प्रामन्त्रीको पद रिक्त हुने बित्तिकै मन्त्रीको पद रिक्त हुन्छ, एउटा अवस्था। अर्को भनेको निजले प्रामन्त्री समस्या लिखित राजीनामा दिएमा, अनि क नम्बरको भनेको चाहिँ प्रामन्त्रीले निजलाई पदमुक्त गरेमा। प्रामन्त्रीले जतिखेर पनि आफ्नो मन्त्रीलाई पदमुक्त गर्न सक्छन्, कुनै आधार कारण केही चाहिँदैन। संविधानले चाहिँ त्यो अपेक्षा गरे पनि छैन। जुन जतिसम्म चाहिँ प्रामन्त्रीलाई कुनै व्यक्तिलाई मन्त्रीमा राख्न मन लाग्यो राख्छन्, राख्न नलाग्यो राख्दैन। यो उनको आफ्नो चाहिँ स्वेच्छाको विषयलाई चाहिँ उल्लेख गरेको छ। त्यसकारण चाहिँ मन्त्रीको पद जतिखेर पनि रिक्त हुन सक्छ है भन्ने कुरा चाहिँ यहाँ उल्लेख गरेको छ। अब त्यसबाहेक मैले भनिहालेँ प्रामन्त्रीको पद रिक्त रहेमा चाहिँ मन्त्री पद स्वतः रिक्त हुन्छ र मन्त्रीको यदि मृत्यु भएमा पनि सम्बन्धित व्यक्तिको चाहिँ अथवा सम्बन्धित मन्त्रीको पनि पद रिक्त हुन्छ। यो कुरा चाहिँ हाम्रो मन्त्रीको पद रिक्त हुने अवस्थामा गरिएको छ। सङ्घीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुन्छ नेपालमा। यदि कोही व्यक्ति सङ्घीय संसदको नेपालको सदस्य होइन, न त राष्ट्रिय सभाको सदस्य हो न त प्रतिनिधि सभाको सदस्य हो, त्यस्तो व्यक्तिलाई नेपालमा मन्त्री बनाउन पाइन्छ। तर त्यसको अवधि चाहिँ 6 महिना छ। कति अवधिका लागि पाइन्छ? 6 महिनाका लागि पाइन्छ। 6 महिनाका लागि पाइन्छ। त्यसपछि पनि कन्टिन्यू गर्ने भने सांसद भइसक्नु पर्यो, होइन भने चाहिँ ऊ कन्टिन्यू हुन पाउँदैन। तर त्यस्तो खालको मन्त्री जसले चाहिँ हामीले जुन व्यक्तिलाई हामीले मन्त्रीको रूपमा चाहिँ नियुक्त गर्न पाइन्छ, त्यो मन्त्री अथवा त्यो व्यक्तिले चाहिँ तत्कालीन प्रतिनिधि सभाको निर्वाचनमा हार बेहोरेको हुनु भएन, पराजित भएको हुनु भएन। तत्कालीन प्रतिनिधि सभामा अहिले जुन प्रतिनिधि सभा अहिले एक्जिस्ट गरिरहेको छ त्यो प्रतिनिधि सभाको निर्वाचनमा चाहिँ हारेको चाहिँ हुनु भएन। त्यस्तालाई चाहिँ मन बनाइदिन, त्यो बाहेक त मन्त्री बनाउन सकिन्छ जुनसुकै व्यक्तिलाई भन्ने कुरा उल्लेख गरिएको छ। शपथको कुराको हकमा प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले चाहिँ राष्ट्रपति समक्ष शपथ लिन्छन्। प्रधानमन्त्री, उपप्रधानमन्त्री हुन् अथवा चाहिँ मन्त्रीहरू हुन्, यी सबैले चाहिँ राष्ट्रपति समक्ष शपथ लिन्छन्। त्यसबाहेक चाहिँ राज्यमन्त्री र सहायक मन्त्री पनि हुन सक्छन्। यी राज्यमन्त्री र सहायक मन्त्री समेत जोडेर हो त्यो 25 जना। राज्यमन्त्री छुट्टै अनि फेरि फुल मन्त्री छुट्टै भन्ने होइन। राज्यमन्त्री र सहायक मन्त्री राखेको छ भने पनि तिनलाई पनि मन्त्रीको रूपमा काम हुनुहुन्छ त्यो मन्त्री परिषदमा। राज्यमन्त्री र सहायक मन्त्रीले पनि शपथ लिँदाखेरि अब यिनीहरूले शपथ लिँदाखेरि चाहिँ प्रधानमन्त्री समक्ष लिन्छन् भन्ने कुरा हो। राष्ट्रपतिलाई जानकारी दिनुपर्ने विषय, हाम्रो सरकारले आफ्नो काम कारबाही गर्दाखेरि चाहिँ कुन विषयमा राष्ट्रपतिलाई जानकारी दिनुपर्छ? हाम्रो सरकारले अथवा प्रधानमन्त्रीले काम कारबाही गर्दा, मन्त्री परिषदले काम कारबाही गर्दा प्रधानमन्त्रीले चाहिँ बेला बेलामा राष्ट्रपतिलाई भेटेर जानकारी दिनुपर्छ है। कुन विषयको जानकारी अपेक्षित जानकारी हो, राष्ट्रपतिलाई दिनुपर्ने जानकारी कुन विषयको जानकारी हो प्रधानमन्त्रीले दिनुपर्ने रेगुलर रूपमा? पहिलो भनेको चाहिँ मन्त्री परिषदका निर्णयहरू, मन्त्री परिषदका जुनसुकै निर्णयहरू राष्ट्रपतिलाई जानकारी हुन जरुरी छ। पहिलो विषय जानकारी दिनुपर्ने विषयको हकमा। दोस्रो विषय भनेको संसदमा ल्याइने विधेयकहरूको विषय। संसदमा यदि कुनै विधेयक नयाँ ल्याइँदैछन् भने त्यो विषयमा राष्ट्रपति जानकार हुनुपर्छ, राष्ट्रपतिलाई त्यसको विषयमा जानकारी हुनुपर्छ। दोस्रो विषय विधेयकको विषय। र तेस्रो विषय भनेको यो दुईटा विषयमा मागिएको थप जानकारीको विषय। राष्ट्रपतिले कहिलेकाहीँ थप जानकारी माग्न सक्छन् यो दुईटै विषयमा, यो दुईटामध्ये कुनै एउटा विषयमा, त्यो विषयमा जानकारी दिनुपर्छ। र अन्तिम भनेको चाहिँ नेपालको समसामयिक परिस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी विषय, यो विषयमा पनि राष्ट्रपतिलाई जानकारी दिनुपर्ने अथवा विदेश नीति सम्बन्धी विषय छ भने त्यो विषयमा पनि जानकारी दिनुपर्ने भन्ने कुरा चाहिँ उल्लेख गरिएको छ है। वैदेशिक सम्बन्धको विषय, यति विषयमा चाहिँ राष्ट्रपतिलाई जानकारी दिनुपर्छ। कहिले यहाँ सोद्धा तलको कुन विषयमा राष्ट्रपतिलाई जानकारी दिइराख्नु पर्दैन भनेर भन्दा अथवा पर्छ भनेर भन्ला प्रश्न सोद्धाखेरि 4वटा विषयमा चाहिँ जानकारी दिनुपर्छ राष्ट्रपतिलाई भन्ने कुरा याद गर्नु होला। धारा 81 को विषय। तर 82 मा चाहिँ नेपाल सरकारको कार्य सञ्चालनको विषय छ। नेपाल सरकारले आफ्नो कार्य सञ्चालन चाहिँ आफूले निर्माण गरेको नियमावलीका आधारमा गर्छ है। नेपाल सरकारले आफ्नो कार्य सञ्चालन आफूले निर्माण गरेको नियमावलीका आधारमा गर्छ। नेपाल सरकारबाट स्वीकृत नियमावली बमोजिम नेपाल सरकारको कार्य विभाजन र कार्य सम्पादन हुन्छ। यो कार्य सञ्चालन र कार्य विभाजन नियमावलीले गरेको व्यवस्था चाहिँ कार्यान्वयन भयो कि भएन भनेर कुनै अदालतमा प्रश्न उठाउन पाइँदैन। नेपाल सरकारले आफ्नो जुन कार्य सञ्चालनका लागि जुन नियमावली बनाएको छ त्यो नियमावली कार्यान्वयन भएन भएको विषयलाई लिएर अदालतमा चाहिँ प्रश्न उठाउन पाइँदैन है। अदालतमा प्रश्न उठाउन पाइने विषयलाई चाहिँ यहाँ पनि रोकिएको छ। अहिलेसम्म मैले तपाईँलाई धारा 55 र धारा 82 मा कुरा गरेँ, जहाँ जुन विषयलाई चाहिँ अदालतमा प्रश्न उठाउन पाइँदैन। धारा 55 मा मैले के भनेको थिएँ, राज्यका नीति सिद्धान्त र नीतिहरूको कार्यान्वयनको विषयलाई लिएर अदालतमा प्रश्न उठाउन पाइँदैन। र म अर्कोमा के हुँदैछु, कार्य सञ्चालन नियमावलीको कार्यान्वयनको विषयलाई लिएर सरकारले त्यहाँ पनि अदालतमा प्रश्न उठाउन पाइँदैन। दुईवटा कुरा अदालतमा प्रश्न उठाउन पाइँदैन। धारा 82 कुरा पनि अदालतमा प्रश्न उठाउन पाइँदैन। यी कुरा चाहिँ सामान्यतया हाम्रो यो सङ्घीय कार्यकारिणीको कुरा चाहिँ उल्लेख गरिएको छ। अब त्यसबाट सङ्घीय व्यवस्थापिका सम्बन्धी कुरा चाहिँ हाम्रो भाग 8 मा उल्लेख छ। सङ्घीय व्यवस्थापिका सम्बन्धी कुरा भाग 8 मा हाम्रो व्यवस्थापिकाको त्यसको चाहिँ संरचना कस्तो छ भन्ने कुरा चाहिँ र त्यसको काम कारबाही के हो, हाम्रो सङ्घीय व्यवस्थापिकाको काम कारबाही र त्यसको संरचना कस्तो छ भन्ने विषय, यो चाहिँ भाग 8 को विषय। सङ्घीय व्यवस्थापिका कस्तो छ भन्दा सङ्घीय व्यवस्थापिका 2 सदनात्मक छ। हाम्रो सङ्घीय व्यवस्थापिका बाइक्यामरल छ। हाम्रो लेजिस्लेचर, हाम्रो फेडरल लेजिस्लेचर चाहिँ बाइक्यामरल छ। त्यो बाइक्यामरलमा 2टा सदन छन्, माथिल्लो सदन र तल्लो सदन गरिकन राष्ट्रिय सभा
र प्रतिनिधि सभा नामक 2 सदन चाहिँ नेपालमा छन्। राष्ट्रिय सभा र प्रतिनिधि सभा नामक 2 सदन नेपालमा छन्। प्रतिनिधि सभाको गठनको कुरा गरिएको छ। प्रतिनिधि सभामा कतिजना रहने भन्ने व्यवस्था छ? 275 जना। त्यो 275 जनामा पनि 165 जना चाहिँ प्रत्यक्ष निर्वाचित भएर आउँछन् हैन, हामीलाई जानकारी छ। बाँकी 110 जना चाहिँ यिनीहरू चाहिँ प्रोपोर्सनल बेसिसमा चाहिँ अथवा चाहिँ समानुपातिक प्रणालीबाट चाहिँ यिनीहरू आउँछन्। त्यसकारण यसरी चाहिँ 275 जनाको हाम्रो प्रतिनिधि सभाको व्यवस्था गरिएको छ हैन। अब यसमा चाहिँ अब यो समानुपातिक प्रणालीबाट आउने सदस्यहरू चाहिँ यो विभिन्न क्लस्टरमा आउँछन्। यिनीहरू विभिन्न क्लस्टरमा आउँछन् है। महिला, त्यहाँ चाहिँ दलित लगायतका विभिन्न क्लस्टरहरूमा आउँछन्। यो त्यसमा खसारेबाट पनि आउने भनेर भनेको छ। खसारेबाट पनि रिप्रेजेन्टेसन हुने भनेर भनेको छ। ती खसारे भनेका को हुन् भन्दा क्षेत्री, ब्राह्मण, ठकुरी, सन्यासी यिनीहरूलाई चाहिँ खसारे भनेर चाहिँ यिनीहरूलाई परिभाषित गरेको छ। अब यो भोट दिने कुरा सामान्यतया कति अवधि पुगे पछाडि, कति वर्ष पुगे पछाडि भोट दिन पाइन्छ भन्ने कुरा जानकारी भएको विषय, हामीलाई नयाँ विषय होइन। 18 वर्ष पुगे पछाडि। तर संविधानको धारा कतिमा छ भन्ने मात्रै खोजेँ मैले। संविधानको धारा 84 को उपधारा कतिमा छ? 5 मा छ है। संविधानको धारा 84 को उपधारा 5 मा चाहिँ 18 वर्ष पुगे पछाडि चाहिँ भोट दिन पाइन्छ भन्ने कुरा त्यहाँ उल्लेख गरेको छ। र सँगसँगै एउटै व्यक्ति एकभन्दा बढी निर्वाचन क्षेत्रमा एकैपटक उम्मेदवार बन्न पाइँदैन भन्ने कुरा पनि छ उपधारा 6 मा। र उपधारा 7 मा चाहिँ प्रतिनिधि सभाको कार्यकाल 6 महिनाभन्दा बढी बाँकी छँदैछ भने त्यो बेलामा चाहिँ जुन प्रक्रियाबाट यसभन्दा अगाडिको सदस्यको पद पूर्ति भएको थियो त्यही प्रक्रियाबाट चाहिँ अर्को सदस्यको पद पूर्ति गर्नुपर्छ, त्यो रिक्त रहेको सदस्यको पद पूर्ति गर्नुपर्छ भन्ने व्यवस्था गरेको छ। सामान्यतया संसदको कुनै सदस्यको पद रिक्त भयो भने हामीले कुन बेलामा चाहिँ उपनिर्वाचन मार्फत अथवा जुन प्रक्रियाबाट पद पूर्ति भएको थियो त्यही प्रक्रिया मार्फत हामीले पद पूर्ति गर्न सक्छौँ भन्ने कुराको हकमा चाहिँ कुन अवस्थामा गर्न सक्छौँ भन्दा यदि प्रतिनिधि सभाको कार्यकाल 6 महिनाभन्दा बढी बाँकी छ भने, प्रतिनिधि सभाको कार्यकाल 6 महिनाभन्दा कम बाँकी छ भने चाहिँ हामीले त्यो बेलामा चाहिँ पद पूर्ति गराउनु परेन रिक्त रहेको सदस्यको। 6 महिनाभन्दा बढी जहिलेसुकै बाँकी छ, कहिलेकाहीँ कुनै व्यक्तिको मृत्यु होला, कहिलेकाहीँ चाहिँ उसको सांसद पद अघि मानिएला हैन, अदालतमा मुद्दा परेर विभिन्न अवस्थामा पद रिक्त हुन सक्छ नि हाम्रा सांसदहरूको। पद रिक्त हुँदाखेरि चाहिँ हामीले त्यो पद पूर्ति चाहिँ कुन अवस्थामा गर्नुपर्छ र कुन अवस्थामा पर्दैन भन्दा यदि संसदको कार्यकाल, प्रतिनिधि सभाको कार्यकाल 6 महिनाभन्दा बढी बाँकी छ भने चाहिँ पद पूर्ति गर्नु पर्यो। 6 महिनाभन्दा कमै छ भने पद पूर्ति गर्नु पर्दैन, त्यो बाध्यकारी व्यवस्था होइन भन्ने कुरा चाहिँ उल्लेख गरेको छ है। त्यहाँनिर चाहिँ के भन्ला भन्दा 6 महिना हो कि 1 वर्ष हो? 1 वर्षभन्दा बढी बाँकी छँदै पद पूर्ति गर्नुपर्छ कि अथवा 6 महिनाभन्दा बढी छँदै पद पूर्ति गर्नुपर्छ भन्ने कुराको हकमा 6 महिनाभन्दा बढी छँदै, 1 वर्षभन्दा बढी होइन है। एउटा त्यो यसो थाहा पाइराख्नुपर्ने। अर्को चाहिँ प्रतिनिधि सभाको कार्यकालको कुरा छ। प्रतिनिधि सभाको कार्यकाल कति रहन्छ भन्ने कुरा, हाम्रो प्रतिनिधि सभाको कार्यकाल कति अवधिको हो? 5 वर्षको। प्रतिनिधि सभाको कार्यकाल 5 वर्षको। तर राज्यमा चाहिँ कहिलेकाहीँ सङ्कटकाल लागेको अवस्था रहेछ भने र तत्काल निर्वाचन गर्न सक्ने सम्भावना छैन भने त्यो अवस्थामा चाहिँ थप कति अवधिका लागि एक्सन गर्न सकिन्छ प्रतिनिधि सभाको कार्यकाल? 1 वर्षका लागि। थप 6 महिनाका लागि हो? होइन, थप 1 वर्षका लागि एक्सन गर्न सकिन्छ। 2 वर्षका लागि हो? होइन, 1 वर्षका लागि। 3 महिनाका लागि पनि होइन। अप्सनमा त्यस्तै कुरा दिन्छ। यदि सङ्कटकाल लागेको अवस्थामा चाहिँ प्रतिनिधि सभाको तत्काल हामीले निर्वाचन गर्न सक्ने अवस्था रहेन भने त्यो अवस्थामा चाहिँ हामीले प्रतिनिधि सभाको कार्यकाल कति अवधिसम्म एक्सन गर्न सकिन्छ भन्ने यदि प्रश्न आयो भने थप 1 वर्ष भन्ने कुरा यसो दिमागमा राख्नु होला। अब राष्ट्रिय सभाको कुरा छ। त्यसपछि राष्ट्रिय सभाको कुरा, राष्ट्रिय सभामा 59 जना छन्, हामीलाई जानकारी छ। राष्ट्रिय सभामा कतिजना छन्? 59 जना छन्, हामीलाई जानकारी छ। नयाँ विषय मैले गरिरहेको छैन। त्यो 59 मा पनि 56 जना प्लस 3 जना भएर भएको हो हैन। 56 जना त्यो चाहिँ प्रत्यक्ष निर्वाचित भएर आउँछन्। 56 जना यी निर्वाचित भएर आउने हुन्। त्यो 56 जना 56 पनि फेरि के भन्दा 7 वटा प्रदेशमा एउटा प्रदेशमा 8 जना गरेर हैन, 7 वटा प्रदेशमा एउटा प्रदेशमा 8 जना गरेर ती प्रदेशबाट चाहिँ निर्वाचित भएर आउँछन्। त्यसरी 56 जना। अनि बाँकी 3 जना चाहिँ यसमा के हुन्छन्? यी चाहिँ मनोनित हुन्छन्। त्यो मनोनित कसले गर्छ? नेपाल सरकारले मनोनयनको लागि अथवा सिफारिस गर्ने हो र राष्ट्रपतिले के गर्ने हो? मनोनित गर्ने हो। नेपाल सरकारले सिफारिस गर्ने हो, राष्ट्रपतिले मनोनित गर्ने हो। यसरी चाहिँ हाम्रो 59 जनाको चाहिँ पदभार चाहिँ पदपूर्ति हुन्छ भन्ने कुरा हो। यसरी पदपूर्ति यसरी 59 जनाको हुन्छ। अब यो कसले निर्वाचन गर्छ भन्ने कुराको हकमा चाहिँ कसले निर्वाचन गर्छ, कसले भोट हाल्न पाउँछ, राष्ट्रिय सभाका सदस्यहरूलाई कसले भोट हाल्न पाउँछ भन्ने कुराको हकमा चाहिँ प्रदेश सभाका सदस्यले भोट हाल्छन्। प्रदेश सभाका सदस्यहरूले भोट हाल्छन् राष्ट्रिय सभाको निर्वाचनमा। विभिन्न 7 वटा प्रदेशका सदस्यहरूले 550 जनाले भोट हाल्छन्। त्यसबाहेक अरूले पनि भोट हाल्छन्। कसले भोट हाल्छन्? जनप्रतिनिधि, त्यो पनि प्रमुख र उपप्रमुख है। फेरि सबै जनप्रतिनिधि होइन, प्रमुख र उपप्रमुख। चाहे गाउँपालिका भए पनि त्यहाँको प्रमुख र उपप्रमुख, नगरपालिका हो भने पनि त्यहाँको प्रमुख र उपप्रमुख। गाउँपालिका हकमा अध्यक्ष र उपाध्यक्ष भन्ने हो,
नगरपालिकाको हकमा मेयर र उपमेयर भन्ने हो होइन, त्यही नै हो। त्यस कारण यिनीहरूले भोट हाल्ने हो। हामी कहाँ चाहिँ 753वटा स्थानीय तह छन् होइन, 753 × 2 जति पर्ने भयो होइन, किनभने प्रत्येक पालिकाबाट 2 जना भने पछाडि त्यहाँ प्रमुख र उपप्रमुखको जोड्दाखेरि यिनीहरूले र त्यस पछाडि 550 जनाले हाम्रो 5वटा के अरे 7वटा प्रदेशबाट जोडेर यिनीहरूले चाहिँ हो खास भोट हाल्ने राष्ट्रिय सभाको लागि। यिनीहरूले नै भोट हाल्ने हो। यिनीहरूले भोट हाल्दाखेरि चाहिँ प्रत्येक प्रदेशबाट 8 जना आउँछन् भनेर भन्दै गर्दा त्यो 8 जनामा पनि 5 जना चाहिँ क्लस्टरबाट हुन् है, 5 जना चाहिँ क्लस्टरबाट हुन्। उनीहरूको चाहिँ समावेशी आधारमा चाहिँ उनीहरू आउँछन्। त्यो समावेशी पनि फेरि त्यो इन्क्लुजन पनि प्रोपोर्सनल इन्क्लुजन छ। त्यो इन्क्लुजन पनि छ, तर इन्क्लुजन पनि कति प्रोपोर्सनमा छ भन्दा 3 जना महिला 3टाको प्रोपोर्सनमा, 3 जना महिला 3 जना हुनै पर्यो, 1 जना दलित हुनै पर्यो र 1 जना अल्पसङ्ख्यक वा चाहिँ अपाङ्ग भएको व्यक्ति भने पछाडि त 5 जना त यिनीहरू क्लस्टरबाटै आउँछन्, समावेशीताकै आधारमा आउँछन्। अब बाँकी रह्यो 3 जना, अब यो 3 जना मात्रै खुलाबाट आउने हो। त्यस कारण त्यसरी चाहिँ 8 जना प्रत्येक प्रदेशबाट आइरहेका छन् भन्ने कुरा चाहिँ हो। राष्ट्रिय सभाको कार्यकाल कति वर्ष? के राष्ट्रिय सभाका सदस्यहरूको कार्यकाल कति वर्ष? राष्ट्रिय सभाको कार्यकाल हो कि राष्ट्रिय सभाका सदस्यहरूको कार्यकाल हो? राष्ट्रिय सभाका सदस्यहरूको कार्यकाल चाहिँ 6 वर्षको हुन्छ। राष्ट्रिय सभाको कुनै आयु हुँदैन। यो स्थायी सदन हो, यो पर्मानेन्ट हाउस हो। राष्ट्रिय सभा भनेको नेपालमा यो पर्मानेन्ट हाउस हो। राष्ट्रिय सभा स्थायी सदन हो। प्रदेश सभाको कार्यकाल 5 वर्ष, तर राष्ट्रिय सभाका सदस्यहरूको कार्यकाल 6 वर्ष। त्यहाँ सुरुमा चाहिँ कार्यकाल 6 वर्ष तय गर्दाखेरि चाहिँ 2 वर्ष, 4 वर्ष र 6 वर्षवाला त्यो स्ल्याबमा तयारी पारिएको थियो। त्यसकारण 2 वर्षका लागि को हुने, 4 वर्षका लागि को हुने र 6 वर्षका लागि को बस्ने। त्यस पछाडिका त सबै 6 वर्षका लागि आए, तर सुरुको अवस्थामा सबै 6 वर्ष बसेनन्। कोही 2 वर्षका लागि बसे, कोही 4 वर्षका लागि बसे। अब त्यो चाहिँ उनीहरूले चिट्ठै गरेर गरे हो, त्यो गोला प्रथा गरेर गरे हो। अनि त्यसको आधारमा चाहिँ जसको भागमा जति पर्यो त्यही अनुसार भए। किन भन्दाखेरि यो स्थायी सदन राखिराख्ने हो भने त एकैपटक सबैको पद जानु हुँदैन नि त। एकपटकमा जाने भनेको चाहिँ 1/3 पद मात्रै हो। 59 जनामा 1/3 पद मात्रै एकपटक खाली हुन्छ। 2 वर्षमा, प्रत्येक 2 वर्षमा 1/3 सदस्यहरू चाहिँ जाँदै गर्छन्, फेरि नयाँ आउँदै गर्छन्। फेरि अर्को 2 वर्षपछि अर्को 1/3 पद सकिन्छ, 6 वर्ष पुग्छ, उनीहरू निस्किन्छन्, फेरि नयाँ आउँछन्। फेरि अर्को चाहिँ 2 वर्ष पछाडि फेरि 1/3 पदको पद सकिन्छ, फेरि उनीहरू 1/3 पद फेरि आउँछन् त्यही प्रक्रियाबाट। भने पछाडि यसरी चाहिँ सदन चाहिँ सधैँभरि रहेको छ। सदन चाहिँ सधैँभरि फङ्सन गरिरहेको छ, तर सदस्यहरू चाहिँ 1/3 सदस्यहरू प्रत्येक कति वर्षमा चेन्ज हुँदो रहेछन्? 2 वर्षमा। कति सदस्यहरू चेन्ज हुँदो रहेछन्? 1/3 सदस्य। कति सदस्यहरू चेन्ज हुँदो रहेछन्? 1/3 सदस्य। प्रत्येक कति वर्षमा? प्रत्येक 2 वर्षमा। त्यो व्यवस्था चाहिँ गरेको छ है संविधानले। त्यो व्यवस्था चाहिँ गरेको छ। 1/3 सदस्यहरू प्रत्येक 2 वर्षमा चेन्ज हुन्छन् भन्ने कुरा। सदस्यको योग्यताको कुरा छ। अब सदस्य योग्यता 2 सदनको प्रदेश सभाका सदस्यहरू र राष्ट्रिय सभाका सदस्यको हकमा नेपालको नागरिक हुनु पर्यो होइन। त्यसपछि प्रदेश सभाका लागि कति छ नेपालमा उमेर हद? 25 वर्ष छ। प्रदेश सभाका लागि पनि उमेरको हद 25 वर्ष छ। तर राष्ट्रिय सभाका लागि चाहिँ उमेरको हद कति छ? 35 वर्ष तोकिएको छ। त्यो हामीलाई जानकारी छ। यिनीहरूले नैतिक पददेखि कुनै फौजदारी कसमा सजाय पाएको चाहिँ हुनु भएन है। कुनै सङ्घीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनु पर्यो। स्थानको रिक्तता कुन बेलामा चाहिँ उनीहरूको पद रिक्त हुन्छ भन्दा सभामुख वा अध्यक्ष समक्ष लेखित राजीनामा दिएमा। अब राष्ट्रिय सभाको सदस्य हो भने अध्यक्ष समक्ष राजीनामा दिनु पर्यो, र यता प्रदेश सभाको सदस्य हो भने सभामुख समक्ष राजीनामा दिनु पर्यो। निजको धारा 87 बमोजिमको योग्यता नभएमा वा नरहेमा, त्यसरी प्रदेश सभाको कार्यकाल वा राष्ट्रिय सभाको सदस्यको पदावधि समाप्त भएमा, निज सम्बन्धित सदनलाई सूचना नदिकन लगातार 10वटा बैठकमा अनुपस्थित रहेमा है। लगातार कतिवटा बैठकमा अनुपस्थित रहेमा तपाईँलाई यो चाहिँ सोध्न सक्छ, लगातार 5वटा हो कि, लगातार 8वटा हो कि, लगातार 10वटा हो कि, लगातार 12वटा हो कि, लगातार 15वटा हो, लगातार कतिवटा रहेछ? 10वटा बैठकमा चाहिँ अनुपस्थित रहेमा चाहिँ त्यो स्थान रिक्तताका लागि चाहिँ जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो, जुन दलको उम्मेदवार भएर सदस्य निर्वाचित भएको हो, त्यस्तो दलले सङ्घीय कानुन बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा अथवा त्यो दलको सदस्य नरहेमा पनि पदमुक्त हुन सक्छ। तर कहिलेकाहीँ चाहिँ अब उनीहरूले फेरि अब छुट्टै एउटा दल गठन गरेर राष्ट्रिय दलै बनाइदिइहाले भने चाहिँ फेरि त्यो बेलामा चाहिँ नजान सक्छ पद होइन। राष्ट्रिय दलै बनायो, छुट्टै दल गठन गरिहाल्यो भने, जस्तो पहिला नेकपामा त्यो भएको थियो। माकुने लगायतको ग्रुपले चाहिँ, माकुमा नेपाल लगायतको ग्रुपले चाहिँ उहाँहरूले चाहिँ कारबाही हुँदा पनि उहाँले के गर्नुभएको थियो? छुट्टै दल गठन गरिदिएर उहाँ राष्ट्रिय दल भएर उहाँहरू टिक्नु भएको थियो। होइन भने एउटै मात्र सांसद हो भने त उसको फेरि पद गइहाल्छ। निजको मृत्यु भएमा यो अवस्थामा पनि पद जान्छ, सामान्यतया यी अवस्थामा चाहिँ पद जान्छ भन्ने कुरा चाहिँ उल्लेख गरिएको छ।
धारा 90 मा सदस्यका लागि अयोग्यता सम्बन्धी व्यवस्था छ। अब त्यो अयोग्यता सम्बन्धी व्यवस्थाको हकमा चाहिँ कसरी निर्णय गर्छ भन्ने कहिलेकाहीँ प्रश्न आउला। प्रतिनिधि सभाको सदस्य भए पनि राष्ट्रिय सभाको सदस्य भए पनि उसको अयोग्यताको प्रश्न आयो भने त्यो प्रश्नको निरूपण गर्ने जिम्मेवारी कसले बोकेको छ, कसले वहन गरेको छ भन्ने प्रश्न आयो भने त्यो जिम्मेवारी सभामुखले वहन गरेको छ कि, त्यो जिम्मेवारी प्रधानमन्त्रीले वहन गरेको छ कि, त्यो जिम्मेवारीले राष्ट्रपतिले वहन गरेको छ कि, त्यो जिम्मेवारी कसले वहन गरेको छ भन्दा सर्वोच्च अदालतको संवैधानिक इजलासले त्यो जिम्मेवारी वहन गरेको छ। त्यसकारण कुनै पनि हाम्रा सङ्घीय संसदका सदस्यहरूको योग्यता र अयोग्यताको प्रश्नको निर्धारण अथवा निरूपण गर्ने अन्तिम जिम्मेवारी कसको? संवैधानिक इजलासको है। संविधानको धारा 137 मा भएको संवैधानिक इजलासको त्यो जिम्मेवारी हो भनेर चाहिँ यसो ख्याल गर्नु होला। प्रतिनिधि सभाको सभामुख र उपसभामुखको व्यवस्था छ संविधानको धारा 91 मा। प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले कति दिनभित्रमा सभामुखको चयन भइसक्नुपर्छ? सभामुख र उपसभामुखको 15 दिनभित्र। प्रतिनिधि सभाको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको मितिबाट 15 दिन भने हो कि पहिलो बैठक बसेको मितिबाट 15 दिन? पहिलो बैठक बसेको होइन, त्यो पहिलो बैठक जहिले बस्यो त्यहाँबाट काउन्ट हुन्छ नि। त्यो अन्तिम मत परिणाम सार्वजनिक भएको मितिबाट होइन। अन्तिम मत परिणाम सार्वजनिक भएको मितिबाट त 30 दिनभित्रमा बैठक बस्नुपर्छ छैन र? राष्ट्रपतिले 30 दिनभित्रमा चाहिँ अधिवेशनको आह्वान गर्ने हो नि त। त्यो मत परिणाम सार्वजनिक भएको मितिबाट अन्तिम मितिबाट चाहिँ 30 दिनभित्रमा चाहिँ राष्ट्रपतिले आह्वान गर्ने होइन, संसदको आह्वान गर्ने अधिवेशनको आह्वान। र जहिले पहिलो बैठक बस्छ त्यहिलेबाट चाहिँ 15 दिन काउन्ट हुन्छ सभामुख र उपसभामुखको चयनको कुरा। सभामुख र उपसभामुखको चयन त्यसरी काउन्ट हुन्छ। अनि त्यसमा अब हामीले चयन गर्दाखेरि चाहिँ एकजना महिला हुनै पर्यो भन्ने व्यवस्था गरेको छ। सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनै पर्यो। त्यो राष्ट्रपति र उपराष्ट्रपति जस्तो फरक समुदायको भन्ने छैन। फरक चाहिँ एकजना महिला अथवा फरक लिङ्गको अथवा फरक समुदाय भन्ने छैन। यहाँ चाहिँ महिला हुनैपर्छ भन्ने कुरा उल्लेख गरेको छ। राष्ट्रपति र उपराष्ट्रपतिमध्ये के अरे सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनैपर्छ। अब कहिलेकाहीँ के हुनसक्छ भन्दा फरक दलको पनि हुनुपर्छ भन्ने भनेको छ है। महिला फरक लिङ्गको त भइहाल्यो, फरक दलको पनि हुनुपर्छ भनेको छ। र सँगसँगै कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दा एउटै मात्र दल जितेर आएछ भने त्यो अवस्थामा चाहिँ फेरि यो कुरालाई चाहिँ बाध्यकारी गरेको छैन। फरक दल हुनुपर्ने कुरालाई बाध्यकारी गरेको छैन। यदि एउटै दल मात्र जितेर आएछ भने त्यो अवस्थामा चाहिँ फरक दल हुनुपर्ने कुरालाई चाहिँ उसले बाध्यकारी गरेको छैन। प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्छ है। यदि हामीले चयन गरिसकेका छैनौँ, त्यो चाहिँ मत परिणाम आयो, मत परिणाम आए पछाडि पहिलो बैठक बस्यो, पहिलो बैठकमा चाहिँ कसले अध्यक्षता गर्ने भन्दा जो ज्येष्ठ सदस्य हो उसैले अध्यक्षता गर्ने, ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने। अनि त्यसपछि बल्ल त्यो चयनको प्रक्रियामा अगाडि बढ्ने भन्ने कुरा हो। सभामुख र उपसभामुखको पद रिक्त हुने अवस्था सामान्यतया कुन अवस्थामा रिक्त हुन्छ भन्दा निज प्रतिनिधि सभाको सदस्य नरहेमा पद रिक्त हुन्छ। प्रतिनिधि सभाको सदस्य नरहेमा पद रिक्त हुन्छ। तर प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म चाहिँ आफ्नो पदमा बहाल रहन्छ। कहिलेकाहीँ चाहिँ प्रतिनिधि सभा विघटन भएर प्रतिनिधि सभाको यदि अवसान हुन्छ भने त्यो अवस्थामा चाहिँ जुन दिन विघटन भयो त्यो दिन सांसदको पद रिक्त हुन्छ। तर विघटन भएको दिन चाहिँ यो सभामुख र उपसभामुख पद रिक्त चाहिँ हुँदैन। यिनीहरू चाहिँ कहिलेसम्म यिनीहरू चाहिँ त्यहाँ बहाल रहन्छन् भन्दा कहिलेसम्म यो नयाँ निर्वाचनको लागि चाहिँ आफ्नो मनोनयन दर्ता गर्ने दाखिला गर्ने मितिको अघिल्लो दिनसम्म यिनीहरू चाहिँ बहाल रहन्छन् है। यिनीहरूको अवधि चाहिँ त्यसरी जान्छ। नत्र जुन दिन विघटन भयो त्यो दिन चाहिँ सबै संसदहरूको पद गयो। तर सभामुख र उपसभामुखलाई चाहिँ त्यहाँसम्म चाहिँ लगेको छ। यिनीहरूको चाहिँ पद चाहिँ त्यहाँसम्म निजले लिखित राजीनामा दिएमा पनि यिनीहरूको पद जान्छ र सभामुख र उपसभामुखको पद। निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको द्वितीय बहुमतबाट पारित भएमा यो हटाउन पनि सकिन्छ है। संसदले चाह्यो भने प्रतिनिधि सभाको सभामुख र उपसभामुख हटाउन सकिन्छ। तर हटाउन सक्ने अवस्था चाहिँ कुन अवस्थामा भन्दा निजले पद अनुकूलको आचरण नगरेको भन्ने यदि प्रस्ताव छ भने त्यो प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको द्वितीय बहुमतबाट पारित गरियो भने त्यो अवस्थामा चाहिँ उनको पद जान सक्छ। प्रतिनिधि सभाको सभामुखले पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव उप छलफल हुने बेलामा चाहिँ त्यो बेलामा चाहिँ अध्यक्षता कसले गर्छ? उपसभामुखले गर्छन् त्यो बेलामा अध्यक्षता। त्यो बेलाको बैठकमा जहाँ चाहिँ यो चाहिँ पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव आएको रहेछ भने त्यो अवस्थामा चाहिँ त्यसको अध्यक्षता कसले गर्छन्? उपसभामुखले गर्छन्। र संविधानमा एउटा मात्र यस्तो अवस्था छ जुन अवस्थामा चाहिँ संसदमा पेश गरिएका प्रस्तावहरू अथवा प्रतिनिधि सभामा पेश गरिएका प्रस्तावहरूमा सभामुखले भोट हाल्न सक्छ। त्यो कुन अवस्था भन्दा आफूले अनुकूलको आचरण नगरेको कुराको यदि प्रस्ताव आयो आफूलाई पदबाट हटाउनका लागि त्यो अवस्थामा चाहिँ उनले आफैले चाहिँ मतदान चाहिँ गर्न सक्छन् त्यो एउटा प्रस्तावमा। होइन भने संसदका कुनै पनि प्रस्तावमा कुनै पनि विधेयकमा उनले मतदान गर्दैनन्। सभामुखले एउटा अवस्थामा गर्छन्। कुन अवस्थामा गर्छन्? उनले आफ्नो पदीय आचरण विपरीत काम गरे भन्ने कुराको यदि चाहिँ प्रस्ताव आयो भने त्यसमा चाहिँ उनले मतदान गर्न सक्छन्। मतदान गर्ने अवस्था भनेको दुईवटा ठाउँमा हो। एउटा अवस्था भनेको उनका विरुद्धमा कारबाही भइरहेछ भने त्यसमा चाहिँ मत दिन सक्छन्।
किनभने 2/3 मतले उनले पद अनुकूलको आचरण नगरेको भन्ने कुरा 2/3ले पारित गर्यो भने त फेरि उनी पदमुक्त भइहाल्छन्। त्यसकारण त्यो अवस्थामा चाहिँ उनको मतको पनि त्यो व्यवस्थामा काम गर्न सक्छ, त्यो उनको मतको पनि त्यहाँ चाहिँ काउन्टिङ हुन्छ। होइन भने चाहिँ उनले कहीँ पनि मत गर्न पाइँदैन। तर एउटा अवस्थामा चाहिँ उनले मत गर्न सक्छन्, त्यो भनेको चाहिँ विधेयकहरूमाथि मतदान भएको अवस्थामा बराबर अवस्था भएछ भने त्यो अवस्था मात्रै उनले मतदान गर्ने, नत्र उनले मतदान गर्न पाउँदैन। त्यो कुरा चाहिँ हाम्रो संविधानमा उल्लेख गरिएको छ। अधिवेशनको आह्वान र अन्त्यको कुरा अघि मैले भनिहालेँ। प्रतिनिधि सभाको निर्वाचनको मत परिणाम सार्वजनिक भएको मितिले अन्तिम मितिबाट कति दिनभित्रमा 30 दिनभित्रमा चाहिँ अधिवेशन बोलाइसक्नुपर्छ। केन्द्रको हकमा 30 दिन हो, प्रदेशको हकमा कति दिन छ? प्रदेशको हकमा चाहिँ 20 दिन छ है। त्यो चाहिँ मत परिणाम सार्वजनिक भएको मितिबाट प्रदेशको हकमा चाहिँ 20 दिन छ। तर हामीले अधिवेशनको आह्वान र अन्त्यको कुरा चाहिँ बिचको जुन ग्याप छ नि, अधिवेशनको आह्वान र अन्त्य गर्ने बिचको जुन ग्याप छ, त्यो ग्याप चाहिँ कति अवधिभन्दा बढी हुन पाइएन। जस्तो अहिले अधिवेशन चलिरहेछ नि, होइन, चलिरहेछ नि, बजेट अधिवेशन चलिरहेछ नि, होइन, भोलि यो अधिवेशन अन्त्य भयो, राष्ट्रपतिले अन्त्य गर्नुभयो भने अब अर्को अधिवेशन बोलाउनलाई कतिसम्म ढिला गर्न पाइयो अथवा त्योभन्दा ढिला गर्न पाइएन भन्दा 6 महिनासम्म ढिला गर्न पाइएन। यो एउटा अधिवेशनबाट अर्को अधिवेशन अन्त्य भयो, अब नयाँ अधिवेशन बोलाउनु पर्छ भने त्यो बिचको ग्याप चाहिँ हामीले कतिसम्म अवधिसम्म राख्न मिल्छ? 6 महिना। कहिले सोध्न सक्छ यो अधिवेशन बिचको ग्याप कति हुन कतिभन्दा बढी, कति समयभन्दा, कति अवधिभन्दा बढी हुन पाइँदैन भन्ने प्रश्न आयो भने 3 महिनाभन्दा बढी हुन पाइएन, 4 महिनाभन्दा बढी हुन पाइएन, 6 महिनाभन्दा बढी हुन पाइएन, 1 वर्षभन्दा बढी हुन पाइएन। त्यहाँ चाहिँ अप्सन त्यसरी राखिदिन्छ। त्यही भएर यो 6 महिनाको अवधिभन्दा बढी हुन चाहिँ पाइएन है। एउटा अधिवेशनबाट अर्को अधिवेशनको ग्याप 6 महिनाभन्दा बढी हुन पाइएन। अहिले अधिवेशन चलिरहेछ, होइन, चलिरहेछ, अहिले अधिवेशन अन्त्य गरेका छैन। गणपूरक सङ्ख्या, यो बैठक बस्नका लागि र त्यसमा चाहिँ छलफल गर्नका लागि हामी कहाँ चाहिँ गणपूरक सङ्ख्या कति मानेको छ? कोरम के त्यो कोरम, बैठक प्रारम्भ गर्नका लागि कोरम कति हो? कति सदस्य उपस्थित भयो भने आजको बैठक प्रारम्भ हुन्छ भनेर भन्दा 1/4 सदस्य उपस्थित भयो भने, 1/4 मेम्बरहरू उपस्थित भयो भने बैठक प्रारम्भ हुन्छ। कोरम चाहिँ 1/4लाई मानेको छ, बैठक प्रारम्भ हुन्छ। त्यसले चाहिँ काम अगाडि बढाउन सक्छ। उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले दुवै सदनको बैठकमा भाग लिन चाहिँ पाउँछन् है। यिनीहरूले राष्ट्रिय सभामा पनि भाग लिन पाउँछन्, प्रदेश सभामा पनि भाग लिन पाउँछन्, तर मतदान चाहिँ फेरि यिनीहरू जहाँका सांसद हुन् त्यही मात्र मतदान गर्न पाउँछन्, भाग चाहिँ लिन चाहिँ पाउँछन्। भाग लिनलाई चाहिँ वञ्चित गरेका छन्, तर मतदान चाहिँ फेरि आफू जहाँको सांसद हो, जुन सदनको, त्यहाँ चाहिँ मतदान गर्नु पर्यो भन्ने कुरा छ। समितिको गठनको कुरा, अब यो हाम्रो दुवै सदनमा चाहिँ समिति, मिनी पार्लियामेन्ट भन्छौँ नि हामी, यो समितिहरू गठनको व्यवस्था चाहिँ हाम्रो दुईटै सदनमा गरिएको छ। राष्ट्रिय सभामा पनि समितिहरू गठन गर्न सकिन्छ र प्रदेश सभामा पनि समितिहरू गठन गर्न सकिन्छ। विभिन्न समितिहरू हाम्रा नियमित समितिहरू पनि छन् र विशेष अवस्था आइपऱ्यो भने विशेष अवस्थामा पनि गठन गर्ने खालका समितिहरू छन् है। राष्ट्रिय सभामा अहिले 4वटा समितिहरू छन्, तर एउटा चाहिँ यो सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित अर्को एउटा समिति पनि बनेको छ, त्यो विशेष समिति बनेको छ। त्यो चाहिँ विशेष अवस्था, विशेष कार्यका लागि कहिलेकाहीँ विशेष समिति बन्छन्, नत्र हाम्रा नियमित समितिहरू छन्। राष्ट्रिय सभामा 4वटा समितिहरू छन्, प्रदेश सभामा चाहिँ नियमित समितिहरू हाम्रा 10वटा समितिहरू छन् है। यिनीहरूले चाहिँ आफ्ना विषयगत रूपमा आफ्ना कामहरू गर्छन्। यी समितिहरूले विषयगत रूपमा आफ्ना कामहरू गर्छन्। यो संविधानमा 2टा त्यस्ता समितिहरू छन् जहाँ चाहिँ संयुक्त सदस्यहरू रहन्छन्। होइन भने चाहिँ प्रदेश सभाका समिति हुन् भने प्रदेश सभाका सदस्यहरू मात्र रहने, राष्ट्रिय सभाको समिति हो भने राष्ट्रिय सभाका मात्र सदस्यहरू रहने व्यवस्था गरिएको हुन्छ। तर यो दुईटै सदनका समितिहरू रहने चाहिँ संयुक्त समितिको व्यवस्था 2टा समितिहरू छन् त्यस्ता जहाँ चाहिँ संयुक्त समितिहरू रहन्छन्। त्यो भनेको राष्ट्रिय सभाका सदस्यहरू पनि रहन्छन्, प्रतिनिधि सभाका सदस्यहरू पनि रहन्छन्। त्यसैले ती 2टा समितिहरू के भन्दा एउटा चाहिँ संसदीय सुनवाई समिति, एउटा चाहिँ कुन समिति? संसदीय सुनवाई समिति, पार्लियामेन्ट्री हियरिङ कमिटी, र अर्को चाहिँ राज्यका निर्देश सिद्धान्त अनुगमन गर्ने समिति। राज्यका निर्देश सिद्धान्तहरूको कार्यान्वयन भए नभएको विषयलाई अनुगमन गर्ने समिति, त्यो समिति पनि संयुक्त समिति हो। यी 2टा समितिहरू छन् जहाँ चाहिँ राष्ट्रिय सभाका पनि सदस्यहरू रहन्छन्, प्रदेश सभाका सदस्यहरू पनि रहन्छन् यी 2टा समितिहरूमा। त्यसबाहेक अरू समितिहरूमा छुट्टा छुट्टै सदनका सदस्यहरू रहन्छन् हैन। त्यो कुरा उल्लेख गरिएको छ। संसदीय सुनवाई समितिमा कतिजना सदस्यहरू हुन्छन्? संसदीय सुनवाई समितिमा कतिजना सदस्यहरू हुन्छन्? ओके, संसदीय सुनवाई समिति किन बनाइन्छ? यसको लागि चाहिँ संविधानको धारा 292 हेर्नु होला है। संसदीय सुनवाई समिति किन बनाइन्छ र कतिजना हुन्छन् भन्ने कुरा हाम्रो संविधानमै उल्लेख गरेको छ। यो राज्य निर्देश सिद्धान्तको अनुगमन गर्ने समितिको सङ्ख्या कति हो भन्ने कुरा संविधानमै उल्लेख गरेको छैन, तर संसदीय सुनवाई समितिमा कतिजना रहन्छन् भन्ने कुरा चाहिँ संविधानमै उल्लेख गरेको छ, धारा 292 मा। अब मतदानको कुरा छ। यस संविधानमा अन्यथा व्यवस्था गरेको बाहेक संघीय संसदको कुनै सदनमा निर्णयका लागि प्रस्तुत गरेको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको सामान्य बहुमतबाट हुन्छ।
संविधानमा कहीँ 2/3 बहुमत चाहिन्छ भनेर भनेको छ भने त्यही 2/3 बहुमत चाहिन्छ। त्यसबाहेक सबै प्रस्तावमा चाहिँ कति चाहिन्छ? सामान्य बहुमत चाहिन्छ है। त्यो कुरा यसो ख्याल गर्नु होला, सामान्य बहुमत भए पुगिहाल्छ। अब कहीँ 2/3 चाहिन्छ भनेर भनेको छ भने त्यहाँ 2/3 चाहिन्छ। जस्तो संविधान संशोधनको विधेयकको कुराहरूमा होला हैन, अथवा चाहिँ हाम्रा चाहिँ यो सन्धिहरूको पारित गर्ने कुरामा होला कहीँ 2/3 चाहिन्छ भनेर भनेको छ भने त्यहाँ चाहियो, नत्र भने सामान्य बहुमत हुन्छ। अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुँदैन, तर मत बराबर भएमा निजले आफ्नो निर्णायक मत दिन चाहिँ पाउँछन्। संविधानको धारा 100 मा विश्वासको मत र अविश्वासको प्रस्तावको कुरा गरिएको छ। यो विश्वासको मत र अविश्वासको प्रस्ताव कसका विरुद्धमा आउँछ? विश्वासको मत कसले लिन्छ? राष्ट्रपतिले हो हैन, प्रधानमन्त्रीले हो। नेपालमा चाहिँ विश्वासको मत लिने भनेको प्रधानमन्त्रीले हो। अविश्वासको प्रस्ताव कसका विरुद्धमा आउँछ? प्रधानमन्त्रीकै विरुद्धमा आउँछ। त्यसकारणले विश्वासको मत लिने पनि प्रधानमन्त्री हुन्, अविश्वासको प्रस्ताव कसका विरुद्धमा आउँछ? ती पनि प्रधानमन्त्रीका विरुद्धमा आउँछ। त्यसो भए अविश्वासको पहिला विश्वासको मतको कुरा गरौँ, त्यसपछि अविश्वासको प्रस्तावको कुरा गरौँ। विश्वासको मत प्रधानमन्त्रीले लिने हो। प्रधानमन्त्रीले कुन बेला विश्वासको मत लिनुपर्छ? संविधानले के व्यवस्था गरेको छ? प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था कुन हो? धारा 76 को विश्वासको मत भने छुट्टै कुरा हो। त्यो भने त उसको वैधताका लागि हो, उसको चाहिँ निरन्तरताका लागि हो। किन 1 महिना भित्रमा अथवा 30 दिन भित्रमा विश्वासको मत लियो भने बल्ल उसको पद निरन्तर रहने भयो। त्यो चाहिँ प्रधानमन्त्रीको वैधताका लागि भयो। त्यो धारा 76 को व्यवस्था भनेको यो भनेको चाहिँ त्यस बाहेकको अवस्थामा हैन, जुनसुकै अवस्थामा पनि विश्वासमा दिनुपर्छ। किन? हाम्रो संसदीय प्रणाली संसदप्रति विश्वसनीयता राख्ने प्रणाली हो। जबसम्म संसदले विश्वास गरेछ तबसम्म त्यो सरकार छ, जब संसदले विश्वास गर्न छोड्छ त्यो सरकार हुँदैन त्यसपछि। त्यसकारण यो संसदले विश्वास गरेसम्म कोही देशमा कोही व्यक्ति देशमा प्रधानमन्त्री छ। त्यसकारण संसदको विश्वास चाहिँ हरेक पटक 5 वर्षभरिमा जितिरहनुपर्छ। संसदको विश्वास जितिरहनुपर्छ। त्यो विश्वास जितेन भने फेरि त्यसकारण संसदीय प्रणालीमा चाहिँ यो विश्वासको मत लिनुपर्ने व्यवस्था त्यही भएर गरेको हाम्रो संसदीय प्रणाली हो। विश्वासको मत लिनुपर्ने अवस्था चाहिँ कुन अवस्थामा हो? प्रधानमन्त्रीले विश्वासको मत कुन बेलामा लिन्छन्? हजुर, 3टा अवस्थामा चाहिँ विश्वासको मत लिन्छन्। 3टा अवस्थामध्ये पहिलो अवस्था भन्नुहोस् जहाँ चाहिँ विश्वासको मत लिन्छन्। लागेमा प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्छ भन्ने लागेमा त्यसकारण एउटा अवस्था त्यो हो। उपयुक्त ठानेमा वा त्यो कुरा स्पष्ट गर्न आवश्यक उपयुक्त ठानेमा उनले ठान्नु पर्यो है। फेरि उनलाई लाग्नु पर्यो, उनले ठान्नु पर्यो त्यो कुरालाई। मैले विश्वासको मत लिनुपर्छ भन्ने कुराको आवश्यकता उनले ठाने भने विश्वासको मत लिन सक्छन्। अब यो कुन अवस्थामा ठान्नुपर्छ भन्ने कुरा चाहिँ छैन। हेर्नुहोस् क्राइटेरिया के हो? त्यो ठान्नु पर्ने अहिले ठान्नु पर्ने नपर्ने? अहिले चाह्यो भने अहिले ठान्नु पनि पर्न सक्छ हैन। त्यो त फेरि उनको अब आफ्नो कुरा रह्यो। हेर्नुहोस् मोरालिटीको कुरा हो यो खास एकदम मोरालिटीमा भर पर्ने कुरा हो, नैतिकतामा भर पर्ने कुरा हो। मैले लिउँ कि नलिउँ भन्ने कुरा अब उनलाई चाहिँ लाग्नु पर्यो। फेरि अरू कसैलाई लागेर भएन। विश्वासको मत जस्तो अविश्वासको प्रस्ताव चाहिँ अरूलाई लाग्यो हुन्छ, तर विश्वासको मत लिने बेलामा उनलाई लाग्नु पर्यो, प्रधानमन्त्रीले लाग्नु पर्यो। त्यसकारण प्रधानमन्त्रीले आफूले लिनुपर्छ भन्ने उनलाई लागेमा अथवा उनले ठानेमा संसदले मलाई विश्वास गरिरहेछ कि छैन भन्ने कुराको उनलाई जस्टिफाई गर्न आवश्यक पर्ने देखियो भने त्यो बेलामा चाहिँ उनले लिन सक्छन्। त्यसकारण चाहिँ प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा त्यो कहिलेकाहीँ आइपर्न सक्छ। त्यस्तो अवस्था आइपर्न सक्छ। त्यो अवस्थामा उनले विश्वासमा लिन सक्छन्। एउटा दोस्रो अवस्था भनेको कुन हो भन्दा अब यो चाहिँ म्यान्डेटरी लिनुपर्ने व्यवस्था हो। हेर्नुहोस् यो त म्यान्डेटरी, यहाँ चाहिँ नाइ भन्न पाइएन। त्यो के हो भन्दा उनले प्रतिनिधित्व गर्ने दल विभाजित भयो। उनले जुन दललाई प्रतिनिधित्व गरेर गएका थिए त्यो दलै विभाजनमा पर्यो। त्यो विभाजनमा पर्यो भने मतलब के हो भन्दा अब उनका सांसद चाहिँ बहुमतमा छन् कि छैनन् भन्ने कुरा चेक गर्ने न हो विश्वासको मतले। त्यसकारण त्यो विभाजित भएमा तर यसो भन्दै गर्दा एउटा अर्को तर्क के पनि गरिन्छ भन्दा विभाजन हुने बित्तिकै दल विभाजन हुने बित्तिकै विश्वासमा दिनु पर्दैन। जबसम्म 138 जना सांसद उसँग छन् तबसम्म विश्वासमा लिइराख्नु पर्दैन भन्ने पनि तर्क छ। अब सायद भोलि के आउँछ थाहा छैन। भोलिको दिनमा हैन यदि मानिलिउँ राष्ट्रसभा टुक्रेर 2 दल भयो भने त्यो बेलामा अब 138 जना छँदैछन्, तर त्यसरी नटुक्रेला। 138 जना राखेर त के टुक्रेला हैन। अब त्यो बेला त सायद अल्पमतमै गएर टुक्रेला। तर पनि सामान्यतया मानिलिउँ 139 जना 140 जना चाहिँ एकजनासँग रहे जो प्रधानमन्त्री छन्, बाँकी अरू चाहिँ अर्को दल गठन गरे भने पनि सायद त्यो बेलामा चाहिँ विश्वासमा दिनुपर्ने नपर्ने संविधानले चाहिँ पर्ने भनेर भन्छ। तर यसको व्याख्याको हिसाबले चाहिँ हो किन अल्पमतमा पुगेकै छैन भन्ने पर्दैन भन्ने पनि छ। त्यसकारण चाहिँ तर विभाजन भएमा चाहिँ फेरि विश्वासको मत लिनुपर्छ भन्ने चाहिँ छ दोस्रो अवस्था। तेस्रो अवस्था के हो भन्दा यदि सहमतिको सरकार रहेछ कुनै सरकार र त्यसमा चाहिँ सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिए भने त्यो अवस्थामा चाहिँ विश्वासको मत दिनुपर्छ। तर यो फिर्ता लिने कुरामा फिर्ता लिने बित्तिकै अल्पमतमा छ कि छैन भन्ने कुरा पनि फेरि यसभन्दा अगाडि ल्याएको चाहिँ छैन। समर्थन फिर्ता लिँदैमा विश्वासको मत ल्याएको चाहिँ छैन। किन ल्याएको छैन? त्यो फिर्ता लिँदा पनि त्यहाँ बहुमत पुगिरहेको अवस्था छ भने चाहिँ ल्याएको छैन। त्यो चाहिँ विश्वासको मत ल्याएको छैन। हजुर
के अरे फेरि यस्तो छ समर्थन फिर्ता लिनु र सरकारमा असहभागी नहुनु चाहिँ फरक कुरा हो। कहिलेकाहीँ हामीलाई लाग्छ नि त हामीले हामी सरकारमा सहभागी हुँदैनौँ भनेर कोही ब्याग हट्नु र यो सरकारलाई हाम्रो समर्थन छ कि छैन भन्ने कुरा चाहिँ फरक कुरा हुँदैन। सरकारबाट ब्याग हटेर पनि मन्त्रीहरू सरकारलाई समर्थन चाहिँ दिइरहन सक्छन्। त्यहाँ समर्थन फिर्ता लिनेवाला निर्णय गर्नुपर्छ। यदि फिर्तै लिने भने होइन भने चाहिँ कहिलेकाहीँ हामीलाई त्यो लाग्छ नि त अब विश्वासमा दिनुपर्छ कि भन्ने, त्यो होइन। त्यहाँनिर चाहिँ कहिलेकाहीँ इन्टरप्रिटेसनको कुरा आउँदाखेरि तपाईँले भनेको कुरा समर्थन छँदैछ भन्ने अवस्थामा चाहिँ लिनु पर्दैन। सरकारबाट मन्त्रीहरू फिर्ता बोलाइमा मात्रै विश्वासमा दिनु पर्दैन, समर्थन चाहिँ फिर्ता नलिएसम्म भन्ने कुरा हो। यो तेस्रो अवस्था हेर्नुहोस्, समर्थन फिर्ता लिएमा तेस्रो अवस्थामा चाहिँ विश्वासमा दिनुपर्छ। अब यो प्रान्तले लिनुपर्ने विश्वासको मत हो। उनले विश्वासको मत अगाडि टेबलमा राख्छन्, विश्वासको मत टेबलमा राखिसके पछाडि अब त्यसमा चाहिँ विश्वासको मत दिने माग्छन् उनले, र विश्वासको मत दिनेहरूको बहुमत रह्यो भने उनको पद टिकिरह्यो, विश्वासको मत दिनेहरूको बहुमत भएन भने उनको पद गयो होइन। हजुर कम भयो भने भन्ने कुरा हो। त्यो बहुमत भयो भने त्यसले के भन्नु भन्दा प्रतिनिधि सभामा तत्काल कायम रहेका है त्यो 275 नहुनु पनि सक्छ। हेर्नुहोस् कहिलेकाहीँ के हुनसक्छ भन्दा कुनै एउटा पद रिक्त भएको होला, कुनै एउटा सांसदको मृत्यु भएको हुनसक्छ, के हुनसक्छ। अब त्यो ठ्याक्कै 275 छन् कि छैनन् भन्ने कुरा फेरि क्यालकुलेसन गर्नुपर्छ। हेर्नुहोस् तपाईँले 138 भनिदिनु भयो भने फ्याट त त्यो नमिल्नु पनि सक्छ। त्यहाँ हामी कहाँ 274 मात्रै सांसद छन् भने त फेरि त्योभन्दा ऊ होला होइन हो। त्यही भएर त्यो बेलामा चाहिँ फेरि फरक पर्न सक्छ। त्यही भएर सम्पूर्ण तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको भन्छ। त्यही भएर भन्नलाई के भन्छ, तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भनेर भन्छ है। अब यो उधारा 3 सम्मका चाहिँ विश्वासको मतको कुरा भयो। अब उधारा 4 र 5 मा चाहिँ अविश्वासको प्रस्तावको कुरा छ। 4, 5, 6 मा अविश्वासको प्रस्ताव चाहिँ कसले दर्ता गर्छन्? सांसदहरूले दर्ता गर्छन्। अविश्वासको प्रस्ताव चाहिँ अब सांसदहरूले दर्ता गर्छन्। भोट अफ कन्फिडेन्स र मोसन अफ नो कन्फिडेन्स भन्छ नि। भोट अफ कन्फिडेन्स भनेको विश्वासको मत, मोसन अफ नो कन्फिडेन्स भनेको अविश्वासको प्रस्ताव। अविश्वासको प्रस्ताव चाहिँ सांसदहरूले दर्ता गर्ने हो। सांसदहरूले अविश्वासको प्रस्ताव कुन बेलामा दर्ता गर्छन् भन्दा हामीलाई यो प्रारम्भिकको प्रति चाहिँ हाम्रो विश्वास छैन भन्ने यदि सांसदहरूलाई लागेमा त्यो बेलामा चाहिँ उनीहरूले अविश्वासको प्रस्ताव दर्ता गर्छन्। अविश्वासको प्रस्ताव दर्ता गर्नका लागि कतिजना सांसद भए पुग्छ? 1/4 सांसद भए पुग्छ। 1/4। अहिले आजका दिनमा यदि प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता गर्न मन लाग्यो 1/4 सांसदलाई भने दर्ता गर्न सक्छन्? सक्दैनन्। सक्दैनन्? सुरु गर्न सक्छ कि सक्दैनन्? के लाग्छ? सुरु गर्न सक्छन्? दर्ता गर्न सक्छन् अविश्वास प्रस्ताव? हजुर ल तपाईँ एकछिनमा थाहा पाउनु होला है। त्यसो दर्ता गर्न सक्छ कि सक्दैन? एकछिनमा थाहा पाउनु होला। तपाईँ एकछिनमा थाहा पाउनुहुन्छ दर्ता गर्न सक्छ सक्दैन? सबै अविश्वासको प्रस्ताव दर्ता गर्ने कतिजनाले हो? 1/4 हो। 1/4 त अहिले छन् होइन। अविश्वास प्रस्ताव उनीहरूले दर्ता गर्छन्। दर्ता गर्दाखेरि चाहिँ तर के छ भन्दा हाम्रो संविधानको व्यवस्था तपाईँले हेर्नु भएको छैन, अहिले चाहिँ दर्ता गर्न सक्दैनन् है। कम्तीमा 2 वर्ष चाहिँ पुग्नु पर्यो। सरकारको कामकार भए 2 वर्ष चाहिँ पुग्नु पर्यो। हेर्नुहोस् प्रारम्भिक नियुक्त भएको अवधि चाहिँ 2 वर्ष पुग्नु पर्यो। अहिले आज आएर दर्ता गर्न सक्छन् त अविश्वास प्रस्ताव? सक्दैन। 2 वर्ष पछाडि चाहिँ सक्छन्, फेरि दर्ता गर्न सक्छन्। र दर्ता गर्नु भनेको साह्रै त्यो नैतिकतामाथि चाहिँ फेरि प्रहार हुनु। हेर्नुहोस् होला त्यो पास नहोला तर नैतिक रूपमा चाहिँ अब उनीमाथि चाहिँ एउटा दबाब चाहिँ सिर्जना हुनु हो त्यो भने। तर त्यो अहिले तत्काल हुनेवाला छैन। त्यो कम्तीमा 2 वर्ष लाग्नुपर्छ। त्यही भएर यो हाम्रो खास यो अविश्वासको प्रस्ताव र विश्वासको मतको कुरा चाहिँ हाम्रो लामो समयदेखि सरकारलाई जहिले पनि अनस्टेबल बनाउनेवाला हतियारको रूपमा प्रयोग भइरहेको थियो कि जहिले पनि। त्यही भएर पनि हामीले यसपालि यो नयाँ संविधानमा के गर्यौँ? 2 वर्ष राखिदिउँ। त्यसै सालको संविधानमा सुरुमा 6 महिना राखेको थियौँ। 6 महिनासम्म ल्याउन पाइँदैन भनेर भनेको थियो। यो अहिले आएर हामी ठ्याक्कै 2 वर्ष यो हामीले अलिकति यसको स्टेबिलिटी पनि खोजेको हो। स्टेबिलिटी नत्र कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दा यो एकदम सर्ट टर्ममा चाहिँ हाम्रा सरकारहरू परिवर्तन हुने हाम्रो लामो समयको चाहिँ अभ्यास हो त्यो। त्यसकारण चाहिँ सर्ट टर्ममा प्रारम्भिक परिवर्तन नहोस्। त्यसकारण अहिलेसम्म त्यो 5 वर्ष प्रारम्भिक चाहिँ कसैले चलाएको चाहिँ छैन कि हामी कहाँ संसदीय प्रणालीमा। त्यही भएर पनि हामीले कम्तीमा 2 वर्ष त चलाओस् भन्ने हाम्रो अपेक्षा हो। नत्र फेरि चाँडै प्रारम्भिक परिवर्तन हुनसक्छ भन्ने कुराले चाहिँ रोक्नका लागि नै हामीले यो 2 वर्षको वाला प्रावधान राखेको हो। 2 वर्षमा चाहिँ ल्याउन पाइएन। अनि एकपटक ल्याएको अविश्वासको प्रस्ताव फेल भयो भने ल आज फेल भयो, ल अर्को महिना फेरि ल्याउँ भन्न पाइयो त? पाइएन। फेल भए पछाडि चाहिँ कम्तीमा 1 वर्षभन्दा अगाडि ल्याउन पाइएन। 1 वर्ष पछाडि मात्रै ल्याउनु पऱ्यो। भनेपछि त्यसले पनि कता हाम्रो सरकारको चाहिँ स्थायित्व खोजिरहेछ। हाम्रो यो संविधानले सरकारको स्थायित्व पनि खोजिरहेछ भन्ने कुरा चाहिँ देखाउँछ है। अब अविश्वासको प्रस्ताव ल्याउँदाखेरि चाहिँ नेक्स्ट प्राइम मिनिस्टर को भन्ने कुरा पनि तोकेरै ल्याउनुपर्छ है।
अविश्वासको प्रस्ताव दर्ता गर्ने बेलामा हु इज द नेक्स्ट प्राइम मिनिस्टर यदि अविश्वास प्रस्ताव पारित भयो भने त्यो चाहिँ तोकेर ल्याउनुपर्छ भनेर भन्छ है यो संविधानले चाहिँ। महाभियोगको कुरा छ संविधानको धारा 101 मा महाभियोगको कुरा छ। महाभियोग को विरुद्धमा लाग्छ, कुन कुन पदाधिकारीको विरुद्धमा महाभियोग लाग्छ भन्ने प्रश्नको हकमा चाहिँ महाभियोग लाग्ने भनेको नेपालमा राष्ट्रपति र उपराष्ट्रपतिलाई, एक सर्वोच्चका प्रधान न्यायाधीश अरू न्यायाधीशलाई, सर्वोच्चकै न्यायाधीशलाई, दोस्रो न्याय परिषदका सदस्यलाई, न्याय परिषदका सदस्य जो 2 जना छन् प्रधानमन्त्रीले सिफारिस गरेका र नेपाल बार एसोसिएसनले सिफारिस गरेका त्यो 2 जना पदाधिकारी के अरे सदस्यहरू न्याय परिषदका, यी तेस्रो भयो। त्यसपछि चौथो भनेको चाहिँ हाम्रो संवैधानिक निकायका प्रमुख आयुक्त र आयुक्तहरूलाई, यिनीहरूलाई नै हो महाभियोगबाट हटाइने भनेको। महाभियोग यिनीहरूलाई लाग्छ। सुरुमा चाहिँ राष्ट्रपति र उपराष्ट्रपति विरुद्धको महाभियोग हेरौँ। राष्ट्रपतिलाई र उपराष्ट्रपतिलाई कुन आधारमा महाभियोग लाग्न सक्छ, राष्ट्रपतिलाई र उपराष्ट्रपतिलाई कुन आधारमा महाभियोग लाग्न सक्छ भन्दा संविधान र कानुनको गम्भीर उल्लङ्घन गरेको अवस्थामा, संविधान र कानुनको गम्भीर उल्लङ्घनमा चाहिँ राष्ट्रपति र उपराष्ट्रपतिलाई महाभियोग लाग्न सक्छ। यो एउटा अवस्था हो राष्ट्रपति र उपराष्ट्रपतिलाई महाभियोग लाग्ने, र यो नै अन्तिम अवस्था हो। यसबाहेक अरू अवस्था होइनन् राष्ट्रपतिलाई उपराष्ट्रपतिलाई महाभियोग लाग्ने। संविधान र कानुनको गम्भीर उल्लङ्घन छ भने महाभियोग लाग्न सक्छ। यो चाहिँ राष्ट्रपति र उपराष्ट्रपतिको कुरा भयो। राष्ट्रपति र उपराष्ट्रपति बाहेक अरू पदलाई चाहिँ महाभियोग कुन आधारमा लाग्छ भन्दा विभिन्न 5वटा ग्राउन्डहरू छन्, 5वटा आधारहरू छन् जसलाई चाहिँ आधार मानेर महाभियोग लाग्न सक्छ। त्यसो भए ती आधार के हुन् भन्दा राष्ट्रपतिलाई र उपराष्ट्रपतिलाई भएको आधार त्यही नै हो एउटा, त्यो भने संविधान कानुनको गम्भीर उल्लङ्घन एउटा। बाँकीहरू 4वटा छन्। यी 4वटा के छन् भनेर हेर्नुभयो भने चाहिँ एउटा कार्यक्षमताको अभाव रहेको रहेछ कसैमा महाभियोग लाग्न सक्छ। अर्को चाहिँ खराब आचरण भएको, आचरण नै खराब भएको कसैको। त्यसपछि इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको, इमान्दारीपूर्वक काम गर्नुपर्नेमा इमान्दारीपूर्वक काम गर्न सकेन कसैले, इमान्दारीपूर्वक काम गरेन, त्यो बेलामा लाग्छ चाहिँ हेर्नुहोस्। त्यस पछाडि आचार संहिताको गम्भीर उल्लङ्घन गरेको, उसलाई तोकिएको जुन आचार संहिता छ त्यो आचार संहिताको गम्भीर उल्लङ्घन गर्यो भने त्यो बेलामा महाभियोग लाग्न सक्छ भन्ने कुरा हो। त्यो अवस्थामा महाभियोग लाग्न सक्छ। अब राष्ट्रपति र उपराष्ट्रपतिको विरुद्धको महाभियोगको कुरा गरौँ जो संविधान र कानुनको गम्भीर उल्लङ्घनमा लाग्छ। त्यो अवस्थामा लागेको महाभियोग चाहिँ कहाँ दर्ता हुन्छ भन्ने कुरा हो र कति सांसदहरूले दर्ता गर्न मिल्छ भन्दा दर्ता कहाँ हुन्छ, कुन सभामा हुन्छ, प्रतिनिधि सभामा। महाभियोगको काम चाहिँ महाभियोगको खेल चाहिँ यो प्रतिनिधि सभाको खेल हो। महाभियोगको खेल राष्ट्रसभाको खेल होइन, प्रतिनिधि सभाको हो। दर्ता 1/4 गर्न मिल्छ। कति सदस्यले गर्नुपर्छ मिल्छ, प्रतिनिधि सभाको 1/4 गर्न मिल्छ, प्रतिनिधि सभामा दर्ता गर्न मिल्छ। तर अब त्यसलाई पारित गर्ने हो भने अब पारित गर्नेवाला सङ्ख्या चाहिँ एकदम बल्क छ हेर्नुहोस्। त्यो चाहिँ 2/3 छ। अब 2/3 चाहिन्छ पारित गर्नलाई। त्यो 2/3 राष्ट्रपति र उपराष्ट्रपति विरुद्धको महाभियोग हो भने त्यसलाई पारित गर्नका लागि चाहिँ कहाँको 2/3? दुवै सदनको 2/3 चाहिन्छ। एकदम यो जटिल कुरा हो हेर्नुहोस्। दुवै सदनको, प्रतिनिधि सभाको पनि 2/3 चाहियो, राष्ट्रिय सभाको पनि 2/3 चाहियो। पहिला प्रतिनिधि सभाको 2/3ले पारित गर्नु पर्यो, त्यसपछि त्यो प्रस्ताव राष्ट्रिय सभामा जान्छ, राष्ट्रिय सभाले पनि 2/3ले पारित गर्नु पर्यो, बल्ल अनि राष्ट्रपति र उपराष्ट्रपति पदमुक्त हुन सक्छन्। त्यसकारण राष्ट्रपति र उपराष्ट्रपतिको विरुद्धको महाभियोगको हकमा यो व्यवस्था गरेका छ। अन्य पदाधिकारीहरूको महाभियोगको हकमा के व्यवस्था गरेका छ भन्दा अन्य पदाधिकारीहरूको महाभियोगको हकमा चाहिँ 1/4 महाभियोग दर्ता गर्न सक्छन्। कुन सदनका? प्रतिनिधि सभाका। पारित गर्ने हो भने कतिले पारित गर्न मिल्छ यिनीहरूको महाभियोग, अरू राष्ट्रपति उपराष्ट्रपति बाहेक अरूको महाभियोग कतिले पारित गर्नुपर्छ? 2/3 हो। त्यो 2/3 कहाँको हो? प्रतिनिधि सभाको मात्रै हो। त्यो 2/3 प्रतिनिधि सभाको मात्रै हो। अरूको महाभियोग राष्ट्रपति र उपराष्ट्रपति विरुद्धको महाभियोगलाई पारित गर्ने हो भने दुवै सदनको 2/3 चाहिन्छ। तर राष्ट्रपति र उपराष्ट्रपति बाहेकका अरू पदाधिकारीहरूको महाभियोग पारित गर्ने हो भने प्रतिनिधि सभाको 2/3 चाहिन्छ। प्रतिनिधि सभाको मात्रै चाहियो, प्रतिनिधि सभाको मात्रै 2/3 चाहियो। खालि राष्ट्रपति र उपराष्ट्रपतिलाई मात्रै हामीले महाभियोग लाउनु पर्यो अथवा त्यो पारित गर्नु पर्यो भने दुवै सदनको 2/3 त्यहाँनिर चाहियो। नत्र त्यसबाहेक चाहिँ प्रतिनिधि सभाको मात्रै 2/3 भए पुगिहाल्यो। यो महाभियोग दर्ता गर्ने कुरा चाहिँ दुईटा तरिकाले छ हेर्नुहोस्। एउटा चाहिँ 1/4 सदस्यले पनि दर्ता गर्न सक्छन्। अर्को चाहिँ संसदका प्रतिनिधि सभाका 3 जना सांसदहरूले सिफारिस गरेर पनि महाभियोग दर्ता हुन सक्छ। 3 जना सांसदहरूको सिफारिसमा 1/4 पनि दर्ता गर्न सक्छन्। त्यस पछाडि दर्ता गरिसके पछाडि चाहिँ अनि अर्को एउटा निकाय छ जुन निकायले छानबिन गर्छ। त्यसरी 3 जनाले चाहिँ सिफारिस गरेर अथवा 3 जनाले चाहिँ त्यो कुरा केही प्रमाणहरू पेश गरेर त्यो सिफारिस समितिमा बुझाउन सक्छन् अनि त्यो सिफारिस समितिले छानबिन गरेर त्यस पछाडि फेरि अझ 1/4 दर्ता गर्न सक्छन्। त्यही भएर महाभियोग दर्ता गर्ने चाहिँ दुईटा अवस्था छन् है। सिधै 1/4 सांसदले पनि दर्ता गर्न सक्छन्
अथवा 3 जना सांसदहरूले चाहिँ आफ्नो प्रमाणसहित पेश गरेर त्यसका लागि सिफारिस गर्न सक्छन् अनि त्यो सिफारिस समितिले चाहिँ छानबिन गरेर यदि दर्ता गर्नुपर्ने देखियो भने अनि 1/4 सदस्यले दर्ता गरेर कारबाही बढाउन सक्छन्। भनेपछि सामान्यतया यो अरूको महाभियोग भनेको 1/4बाट सिधै दर्ता पनि हुन सक्छ, तर 3टा सदस्यले चाहिँ प्रमाणसहित पेश गरेर सिफारिस गरे भने त्यो बेलामा चाहिँ छानबिन हुन्छ अनि छानबिन गरेपछि पछाडि अनि बल्ल 1/4ले दर्ता गर्न सक्छन् लगाउनु पर्ने आवश्यकता ठान्यो भने। त्यो छानबिन समिति जुन छ त्यो छानबिन समितिलाई हामी के भन्छौँ, जसले चाहिँ महाभियोगको छानबिन गर्छ, महाभियोग छानबिन सिफारिस समिति भन्ने छ, महाभियोग सिफारिस समिति भन्ने छ, महाभियोग सिफारिस समिति भन्ने छ। त्यो महाभियोग सिफारिस समितिले चाहिँ त्यसमाथि छानबिन गर्छ, छानबिन गरेर चाहिँ संसदलाई रिपोर्ट बुझाउँछ अनि त्यसका आधारमा चाहिँ संसदले आफ्नो कारबाही प्रारम्भ गर्छ, संसदले आफ्नो काम गर्छ। छानबिन समिति यो चाहिँ महाभियोग सिफारिस समिति भनौँ। यो महाभियोग सिफारिस समितिले गर्ने छानबिन भनेको चाहिँ राष्ट्रपति र उपराष्ट्रपति बाहेककाको महाभियोग हो है। राष्ट्रपति र उपराष्ट्रपतिको महाभियोगको छानबिनको कुरा उसले गर्दैन, त्यो बेलामा संसदले नै टुङ्गो लाउने हो। तर छानबिन समितिले चाहिँ राष्ट्रपति र उपराष्ट्रपति बाहेकका अरूको महाभियोग चाहिँ यो महाभियोग सिफारिस समितिले छानबिन गर्छ। महाभियोग सिफारिस समितिमा कतिजना हुन्छन्? यो 11 जना हुन्छन्। 11 जना कुन सदनका सदस्यहरू हुन्? प्रतिसभाका मात्रै सदस्यहरू हुन्, प्रतिसभाका मात्रै सदस्यहरू हुन् भन्ने कुरा यसो ख्याल गर्नु होला है। अब अर्को छ अनधिकार उपस्थित भएमा वा मतदान गरेमा सजाय। संसदमा गरिएका प्रस्तावहरूमा अधिकार नभएको व्यक्ति त्यहाँ उपस्थित भएर मतदान गर्न मिल्दैन। यदि कसैले त्यसो गर्यो भने उसलाई चाहिँ सजायको भागीदार बनाएको छ हाम्रो संविधानले। उसलाई कति सजाय हुन्छ? जरिवाना हुन्छ। उसलाई कति सजाय हुँदैन? 5000 रुपियाँ चाहिँ जरिवाना हुन्छ। तर सरकारी बाँकी सराउ असुल पर गरिन्छ। 5000 रुपियाँ चाहिँ जरिवाना तिर्नुपर्छ है यदि अनधिकार व्यक्ति उपस्थित भएर मतदान गर्यो भने। संसदको विशेषाधिकारको कुरा छ संविधानको धारा 103 मा। संसदको विशेषाधिकार पार्लियामेन्ट्री प्रिभिलेज भन्छौँ हामीलाई। पार्लियामेन्ट्री प्रिभिलेजमा चाहिँ हाम्रो संसदलाई विशेषाधिकार छ। हेर्नुहोस्, वाक स्वतन्त्रताको विशेषाधिकार छ उनीहरूलाई, पूर्ण वाक स्वतन्त्रता छ उनीहरूलाई। यस संविधानको अधीनमा रही संघीय संसद दुवै सदनमा पूर्ण वाक स्वतन्त्रता रहनेछ। उनीहरूले आफ्नो अभिव्यक्ति चाहिँ पूर्ण रूपमा व्यक्त गर्न पाउँछन्। आफ्नो अभिव्यक्तिलाई चाहिँ रोकेको छैन र अभिव्यक्ति व्यक्त गरेका कारणले गर्दा उनीहरूलाई चाहिँ उनीहरूले व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गरिने, थुनामा राखिने वा निज उप कुनै अदालतमा कारबाही चलाइने छैन। संसदभित्र चाहिँ हाम्रा सांसदहरूलाई वाक स्वतन्त्रता दिएको छ, पूर्ण वाक स्वतन्त्रता दिएको छ। होइन, नियमले गरेको व्यवस्था त नियमले व्यवस्था मान्नै पर्यो। नियमले भनेको व्यवस्था मान्नै पर्यो। फेरि नियमले चाहिँ उनीहरूले फेरि नमान्ने भन्ने हुँदैन। नियमले मानेन भने फेरि चाहिँ सभामुखले फेरि एक्सन लिइहाल्छन्। तर हाम्रा सांसदहरूलाई चाहिँ पूर्ण रूपमा वाक स्वतन्त्रता चाहिँ दिएको छ। होइन, नियमले त फेरि कारबाही गर्दैन नि त उनीहरूलाई छ। उनीहरूलाई त कुनै पनि खालका फौजदारी अभियोग लाउँदैन नि त नियमले। उनीहरूलाई चाहिँ संसदको रेकर्डबाट हटाउला, के गर्ला, त्यति नै हो उनीहरूले गर्ने भनेको, वान गर्ला। तर हाम्रो संविधानले चाहिँ फेरि के भने पूर्ण वाक स्वतन्त्रता छ है भन्यो। कसैले कुनै सदनको अवहेलना गरेमा सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिले सदनको निर्णयबाट सो व्यक्तिलाई सचेत गराउन सदनको अवहेलना गर्न पाइँदैन। हेर्नुहोस्, सदनको अवहेलना गर्न पाइँदैन। कसैले पनि सदनले गरेका निर्णयहरूलाई लिएर अथवा सदनले गरेका काम कारबाही लिएर कसैले पनि सदनको अवहेलना गर्न पाइँदैन। जसरी हामीले चाहिँ अदालतको अवहेलना गर्न पाइँदैन भन्छौँ नि, अदालतमा विचाराधीन विषयलाई लिएर अथवा चाहिँ न्यायाधीशको काम कारबाही लिएर जसरी हामीले अदालतको अवहेलना गर्न पाइँदैन भनेर भनेका छौँ, त्यसरी कन्टेम्प्ट अफ पार्लियामेन्ट पनि गर्न पाइँदैन। पार्लियामेन्टको कन्टेम्प्ट गर्नबाट पनि वञ्चित गरिएको छ है। पार्लियामेन्टको कन्टेम्प्ट कसैले पनि गर्न सक्दैन। संसदको विशेषाधिकार भनेको दुईवटा कुराको विशेषाधिकार हो। एउटा सांसदहरूको विशेषाधिकारको कुरा हो, सांसदको विशेषाधिकार भनेको वाक स्वतन्त्रताको कुरा भयो। अर्को चाहिँ संसदको पनि विशेषाधिकारको कुरा हो, त्यो भनेको संसदको अवहेलनाको कुरा हो। त्यसमा संसदको अवहेलना पनि कसैले गर्न पाएन, त्यसमा पनि संसद के छ, त्यसमा विशेषाधिकार संसदले पनि प्रयोग गर्छ भन्ने कुरा हो। त्यसकारण संसदको विशेषाधिकार त्यो छ। कसैले कुनै सदनको अवहेलना गरेमा सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिले चाहिँ त्यो व्यक्तिलाई जसले चाहिँ सदनको अवहेलना गरेको छ त्यो व्यक्तिलाई सचेत गराउन सक्छ, नसिहत दिन सक्छ, 3 महिनामा नबढ्ने गरी कैद गर्न सक्छ वा 10,000 रुपियाँ जरिवाना गर्न सक्छ। कतिसम्मको सजाय गर्दो रहेछ संसदको अवहेलनामा भन्ने प्रश्न आयो भने संसदको अवहेलनामा गरिने सजाय भनेको अधिकतम कति कैद सजाय हो? 3 महिनासम्म चाहिँ कैद गर्न सक्छ वा अधिकतम जरिवानाको मात्रा भनेको 10,000 रुपियाँसम्म जरिवाना गर्न सक्छ संसदले। तर अब भोलि मनासिब माफी माग्यो भने त्यो अवहेलना गर्नेले त्यो बेला चाहिँ माफी पनि दिन सक्छ है भन्ने कुरा चाहिँ उल्लेख गरिएको छ। क्षमा प्रदान गर्न सक्छ। बहसमा बन्देज हाम्रा सांसदहरूलाई त्यो पूर्ण वाक स्वतन्त्रता भन्दैमा ती सांसदहरूले के कुरामाथि टिप्पणी चाहिँ गरिदिनु भएन, आलोचना गरिदिनु भएन भन्दा
अदालतमा विचाराधीन भएका कुनै मुद्दाहरू छन् भने त्यो मुद्दामा असर पर्ने गरी उनीहरूले चाहिँ फेरि आलोचना गरिदिनु भएन। उनीहरूलाई वाक स्वतन्त्रता छ भनेर भन्दै गर्दा अदालतमा भएका विचाराधीन भएका मुद्दाहरूमाथि पनि असर पर्ने गरी उनीहरूले चाहिँ त्यो वाक स्वतन्त्रता प्रयोग गर्नु भएन अथवा कुनै न्यायाधीशको काम कारबाही लिएर पनि टिप्पणी गरिदिनु भएन। त्यो फेरि के हुन जान्छ, त्यो चाहिँ अदालतको अवहेलना हुन जान्छ। संसदको अवहेलना छ भन्दैमा, के अरे संसदको विषयाधिकार छ भन्दैमा अदालतको अवहेलना चाहिँ गर्न पाइँदैन है। जसरी संसदको अवहेलना गरेको विरुद्धमा चाहिँ कारबाही हुन्छ, त्यसै गरी अदालतको अवहेलना गरेको विरुद्धमा पनि कारबाही हुन्छ। त्यहाँनिर चाहिँ रोकिया छ हाम्रा सांसदहरूलाई बहस गर्नलाई अथवा हाम्रा सांसदहरूलाई टिप्पणी गर्नलाई, आलोचना गर्नलाई त्यहाँनिर चाहिँ रोकिया छ। होइन भने हाम्रा सांसदहरूलाई चाहिँ विषयाधिकार छ, तर उनीहरूले विषयाधिकार छ भन्दैमा हाम्रो कन्टेम्प्ट अफ कोर्ट चाहिँ गर्न पाइएन, अदालतको अवहेलना चाहिँ गर्न पाइएन भन्ने कुरा चाहिँ उल्लेख गरिएको छ। यदि अदालतको अवहेलना गर्छन् भने अदालतको अवहेलना विरुद्धमा चाहिँ मुद्दा चल्न सक्छ फेरि तिनीहरूलाई, त्यो कुरा चाहिँ उल्लेख गरिएको छ। तर कुन बेलामा चाहिँ उनीहरूले चाहिँ न्यायाधीशको आचरणलाई लिएर आलोचना गर्न पाउँछन् अथवा छलफल गर्न पाउँछन् भन्दा यदि कुनै न्यायाधीशका विरुद्धमा चाहिँ महाभियोग दर्ता भयो भने अब चाहिँ उनीहरूले चाहिँ खुलेरै न्यायाधीशहरूको विषयमा छलफल गर्न पाउँछन्। अब न्यायाधीशको आचरणलाई लिएर चाहिँ उनीहरूले फेरि छलफल गर्न चाहिँ पाउँछन् कुन बेलामा जब महाभियोग दर्ता हुन्छ। त्यो बाहेक अरू अवस्थामा चाहिँ न्यायाधीशको आचरण पर छलफल गर्न पाइएन। एउटा अपवाद हो। व्यवस्थापिका सम्बन्धी व्यवस्था यति छ र आज हामीले छलफल गर्ने विषय यति नै हो। हामी यस पछाडि अर्को दिन कन्टिन्यू गर्छौँ। आज पढाइका विषयलाई लिएर मजाले तपाईँले रिभाइज गर्नुहोस्, मजाले एकचोटि यसलाई आफैले पनि पढ्नुहोस्। त्यस पछाडि हामीले थप विषयलाई पनि पढाउँला, नत्र फेरि यो इन्फर्मेसन धेरै हुन्छ कि, नत्र फेरि एकैचोटि इन्फर्मेसन दियो भने र यतिसम्म इन्फर्मेसन दुई दिनसम्म हामीले इन्फर्मेसन लियौँ। अब फेरि यो थप 2 दिन जति इन्फर्मेसन लियो भने अन्त कुरो पुग्छ संविधानको इन्फर्मेसन। फर्स्ट पेपर इङ्ग्लिसमा आउँदैन, पूर्ण नेपालीमा आउँछ है। तपाईँलाई मैले यसभन्दा अगाडि पनि भने हो, पहिलो पेपर जुन अब्जेक्टिभ छ एमसिक्यू 100वटा प्रश्न सबै नेपाली र अप्सन पनि सबै नेपाली, इङ्ग्लिसमा अहिलेसम्म भनेको छैन। अनलाइनमा कसैको प्रश्न छ, त्यही भएर नेपाली इङ्ग्लिस पर्फेक्ट गर्नु पऱ्यो है। अब बानी पार्नु पऱ्यो, बिस्तारै हेबिचुअल भइन्छ, बानी पर्छ बिस्तारै, गाह्रो हुँदैन। अनलाइनमा कसैको प्रश्न छ आजको विषयवस्तुलाई लिएर, आज मैले जे कभर गरेँ त्यो विषयलाई लिएर कसैको प्रश्न छ? हजुर, यो धारा 93 मा एउटा अधिवेशनको अन्त्य र अर्को अधिवेशनको प्रारम्भमा 6 महिनाको नबढी हुने छैन भनेको छ। यो चाहिँ प्रतिनिधि सभा र राष्ट्रिय सभाको बीचको बैठक हो कि प्रतिनिधि सभाको? ए होइन, दुवै सदनको कुरा हो। राष्ट्रिय सभा पनि आफ्नो हिसाबले चलिरहेछ, प्रतिनिधि सभा पनि आफ्नो हिसाबले चलिरहेछ। दुईटै सदन त आफ्नो हिसाबले चलिरहेछन् नि त। त्यसकारण त्यो एउटा राष्ट्रिय सभाको भनौँ राष्ट्रिय सभाको एकपटक अधिवेशन अन्त्य भयो भने त्यही राष्ट्रिय सभाको अर्को बैठक नयाँ बोलाउनु पर्ने हो, जुन अधिवेशन बोलाउनु पर्ने हो, त्यो नयाँ अधिवेशन बोलाउने र यसभन्दा अगाडि जहिले अन्त्य भएको थियो त्यो बिचको ग्याप 6 महिना हुनु भएन। त्यही कुरा चाहिँ प्रतिनिधि सभाको हकमा पनि लागू हुन्छ। प्रतिनिधि सभामा पनि के हो भन्दा चलिरहेको प्रतिनिधि सभालाई चाहिँ अधिवेशन अन्त्य गरे राष्ट्रपतिले भने अब नयाँ त्यही प्रतिनिधि सभाकै बैठक बोलाउनु पऱ्यो भने, अधिवेशन बोलाउनु पऱ्यो भने नयाँ अधिवेशन बोलाउँदाखेरि चाहिँ त्यो अन्त्य गरिएको मितिदेखि नयाँ बोलाउने मितिको बिचको ग्याप चाहिँ 6 महिनाभन्दा बढी हुनु भएन। यो दुईटैको हकमा लागु हुन्छ है। हजुर, कतिवटा के हुनुहुन्छ भन्नुभयो? पेपर इक्जाममा 2टा पेपर, मैले अस्ति पनि भनेको थिएँ तपाईँलाई। पहिलो दिन 2टा पेपर हो। पहिलो पेपर एमसिक्यू हो र दोस्रो पेपर मसौदा लेखन हो। दोस्रो पेपरमा लेख्नुपर्ने मसौदा 3टा हुन्, 3 × 30 90, अनि बाँकी 10 नम्बरको ट्रान्सलेसन पनि हुन्छ त्यो दोस्रो पेपरमा। पहिलो पेपर भनेको त सबै एमसिक्यू हो, 31वटा विषयको। त्यो चाहिँ पहिलो दिनको क्लास एकचोटि हेर्नुहोस् है। सबै कुराहरू इक्जाम कसरी हुन्छ, के कुरा सोधिन्छन्, के विषय पढ्नुपर्छ हामीले यो उसका लागि, बार इक्जामका लागि, त्यो सबै कुरा चाहिँ पहिलो दिनमै हामीले सल्भ गरिसकेका छौँ है। आज सोध्नु परेन। अरू केही छ? हजुर, नमस्कार। फेरि भन्नुहोस् त एकचोटि, तपाईँको आवाज अलिक सुनिएन। मसौदा तयार गर्नुपर्ने जुन इक्जाम हुन्छ नि, मसौदाको इक्जामको दिन, त्यो दिन तपाईँहरूले चाहिँ हाम्रा संहिताहरू, नेपालको संविधान र एउटा ऐन सङ्ग्रह र नियमावलीको सङ्ग्रह त्यति चाहिँ लान मिल्छ। त्यो कुरा तपाईँले चाहिँ अब परीक्षाको दिन चाहिँ हेरेर पनि त्यसलाई चाहिँ तपाईँले
कन्फर्म गर्न सक्नुहुन्छ। आफूले कोट गर्नुपर्ने कुनै दफा छन् भने, आफूले हेर्नुपर्ने कुनै कानुनी व्यवस्था छ भने कोट त्यो हेर्न सकिन्छ, त्यो चाहिँ कानुन लान मिल्छ भन्ने कुरा हो है। आजको विषयलाई लिएर है, ठ्याक्कै आजको विषयलाई लिएर कहीँ प्रब्लम छ भने त्यतापट्टि बढी केन्द्रित हुनुहोस् है आजको विषयलाई। हजुर हजुरले अघि संसदीय सुनवाई सम्बन्धी थोरै भन्नुभएको थियो होइन, त्यसलाई चाहिँ 292 मा खास यो किन चाहिँ गरिन्छ सर? यसको यिनीहरूको उसमा चाहिँ गरिन्छ भनिन्छ, तर खास यसको गर्नुको रिजन चाहिँ के हो? म 292 पढाउने बेलामा जुन दिन मैले 292 पढाउँछु त्यही दिन सोध्नु होला है त, म त्यहाँ भन्छु। म सकेसम्म म आफैले भनिहाल्छु। यदि मैले भनिनँ भने म तपाईँले चाहिँ मलाई त्यो दिन चाहिँ सोध्नु होला, म भन्छु। अरू केही छ? ल अरू केही छ प्रश्न अनलाइनमा? आफूलाई अनम्युट गरेर सोध्नुहोस्। हजुर संघीय संसद भनेको दुवै सदनको पूर्ण बैठक हो। सङ्घीय संसद भनेको पूर्ण बैठक भने होइन। सङ्घीय संसद भनेको खालि हाम्रा संसदहरूलाई मात्र उसले प्रतिनिधित्व गरेको हो, पूर्ण बैठक भनेको होइन त्यो। यो संविधानमा पूर्ण बैठकको कुन बेलामा बस्छ अथवा पूर्ण बैठक पनि भन्यो, त्यो पूर्ण बैठक भन्ने त छैन। हेर्नुहोस्, तपाईँले हामीले यो गलत शब्द प्रयोग गर्यौँ। संयुक्त बैठक भन्छ। यदि सङ्घीय संसदका दुवै सदनको बैठक बस्छ भने त्यो पूर्ण बैठक होइन। बैठक त जहिले पनि पूर्ण हुन्छन्। प्रतिष्ठाको बैठक आफैमा पूर्ण बैठक हो, नत्र कि अपूर्ण बैठक हुन् र होइन नि, होइन। एउटा मात्र बैठक बस्ने अपूर्ण बैठक भन्ने त होइन त। त्यस कारण चाहिँ पूर्ण र अपूर्ण भन्ने हुँदैन। बैठकहरू दुइटै बैठक आफैमा पूर्ण बैठक हो। जतिजना आउँदा पनि पूर्ण, 250 जना मात्र आयो भने आज पूर्ण बैठक भयो, नत्र होइन भन्ने होइन नि त। जति भए बस्यो त्यो पूर्ण बैठक हो। बैठक आफैमा इन्कम्प्लिट नभएको भन्ने हुँदैन, अपूर्ण भन्ने हुँदैन। त्यो बेलामा चाहिँ संयुक्त बैठक हुनसक्छ। संयुक्त बैठक, संयुक्त भने के हो? दुईटा सदनका बैठक संयुक्त रूपमा एक ठाउँमा गएर बस्यो भने त्यो संयुक्त बैठक हुन सक्ने भयो। होइन भने चाहिँ हाम्रा अरू बैठकलाई चाहिँ आफ्नो ढङ्गले बस्ने भयो। त्यस कारण सङ्घीय संसद भने के हो भनेर तपाईँले मलाई सोध्नु भने, सङ्घीय संसद भनेको यो बाइक्यामरा लेजिस्लेचर भएको कारणले गर्दा सङ्घीय संसद भन्ने तपाईँले शब्दावली प्रयोग गरिराख्नु भएको छ भने तपाईँले दुईटै सदनलाई चाहिँ इङ्गित गरिराख्नु भएको छ भन्ने कुरा हो। सङ्घीय नेपालको सङ्घीय संसद भन्ने बित्तिकै नेपालको राष्ट्रसभा पनि भन्नुभयो तपाईँले र नेपालको प्रतिसभा पनि भन्नुभएको हो। त्यस कारण चाहिँ त्यो हामीले दुईटै सदनलाई चाहिँ हामी जनाइरहेका छौँ सङ्घीय संसद भन्ने शब्दले है। तर बैठकलाई चाहिँ हामी त्यो सङ्घीय बैठक भन्ने हुँदैन। बैठक चाहिँ संयुक्त बैठक भन्ने हुन्छ। यदि दुवै सदनका सदस्यहरू बस्छन् भने एक ठाउँमा, त्यो कुरा चाहिँ भोलि म एकचोटि अलि अझै बुझाउँला। भोलि किन, भोलि त्यो आउन बाँकी छ के कुरा। हजुर के छ धारा 54? गणपूरक सङ्ख्या बैठक बस्न मिल्ने सङ्ख्या है। हाम्रो कोरम 1/4 सदस्य आयो भने आज संसदमा हामीले चाहिँ बैठक बस्न मिल्छ। हामीले बैठक बस्न मिल्छ, प्रस्ताव ल्याउन मिल्छ, त्यो प्रस्तावमाथि छलफल गर्न मिल्छ, त्यो प्रस्तावमाथि छलफल गरेर चाहिँ त्यसलाई निर्णय गर्न पनि मिल्छ। त्यस कारण चाहिँ कोरम हो। बैठक बस्नका लागि आवश्यक पर्ने कोरम एटलिस्ट यति आउनु पर्यो। यति पनि आएनन् भने चाहिँ बैठक नबस्ने। एटलिस्ट 1/4 सदस्य चाहिँ आउनु पर्यो। 275 जनामा 1/4 सदस्य चाहिँ आउनै पर्यो, संसदमा उपस्थित हुनै पर्यो, अनि मात्र बैठक प्रारम्भ हुन्छ। नत्र चाहिँ बैठक प्रारम्भ हुँदैन भनेको है। बारको एक्जाम ठ्याक्कै तिहार लगत्तै ढिलोमा, अब चाँडोमा त जहिले पनि हुनसक्छ, त्यो भने दसैँ अगाडि पनि हुनसक्छ, ढिलोमा चाहिँ तिहार लगत्तै। नमस्कार सर, यो प्रतिनिधि सभाले अध्यादेश पारित गर्यो अनि राष्ट्रिय सभाले फेल गर्यो, त्यस्तो अवस्थामा के हुन्छ सर? है त्यो त फेरि पारित हुन सकेन नि। त्यो त दुईटै सदनले पारित गर्नुपर्छ। तर राष्ट्रिय जस्तो के हुनसक्छ भन्दाखेरि राष्ट्रिय सभाले फेल गर्यो भनेर चाहिँ त्यो बेला म्यान्डेटरी भन्ने कुरा चाहिँ हाम्रो त्यो अरूको हकमा चाहिँ गरेका छैन। हेर्नुहोस्, अध्यादेश चाहिँ फेरि दुवै सदनबाट पास गर्नुपर्छ भनेको छ। जस्तो अरू हाम्रा विधेयकहरू हुन् भने अरू विधेयकको हकमा चाहिँ फेरि उसले म्यान्डेटरी गरेका छैन। राष्ट्रसभालाई चाहिँ उसले चाहिँ कन्सिडरसम्म गर्न सक्छ, तर अध्यादेशको हकमा चाहिँ फेरि दुवै सदनलाई म्यान्डेटरी गरेका छ है। त्यो चाहिँ म भोलि भन्छु। मैले 114 धारा 114 हेर्दै गर्नु होला, भोलि त्यो आउँछ त्यो कुरा। धारा 114 उनी बाँकी छ त्यहाँ। हजुर सर, अघि हजुरले भन्नुभएको थियो नि लाइक प्रेसिडेन्ट अनि भाइस प्रेसिडेन्ट चाहिँ अब्सेन्ट भयो, दुवैजना अब्सेन्ट भएमा कसले काम गर्छ? कसले गर्छ तपाईँले खोज्नुहोस्। आज तपाईँलाई हुममा गयो, खोज्नुहोस्। धारा कतिमा छ है? मैले फेरि कसले गर्छ भन्ने बेला आन्सर चाहिएन मलाई, धारा कतिमा छ भन्ने बेला आन्सर चाहियो है। कसले गर्छ भनेर तपाईँले भनिहाल्नुहुन्छ। भोलि मलाई भन्नु होला है। हजुर सर, विश्वासको मत चाहिँ कसरी के को लागि लिन्छ, कस्तो खालको हुन्छ सर? त्यो मैले 3टा कुरा भनिसकेँ। अब एकचोटि तपाईँ रिपिट गरेर सुन्नुहोस् है। यो त एकदम भनेका कुराहरूलाई तपाईँले रिपिट गरेर सोध्नु पर्दैन। त्यसलाई चाहिँ तपाईँले छुटाउनु भयो भने भोलि बिहान एकचोटि यो भिडियो हेर्नु होला।
3टा अवस्थामा लिन मिल्छ भनेको छु। यदि यो 3टा अवस्थाको कुरालाई तपाईँले बुझ्नु भएन भने म भोलि बुझाउँला। हस् सर, हस्, थ्याङ्क यू। सर अरू केही? सर हजुर। एउटा कुरा, अस्ति अस्ति त्यो प्रचण्डको सरकार 18 महिना सायद मलाई लाग्छ 18 महिनामै ढल्यो होइन। उसको त अब अल्पमतको सरकार थियो हुन त होइन। के अरे त्यो त 18 महिनामा त्यो त भनेको छ सरकार बनेपछि 2 वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन सकिँदैन, तर कसरी 18 महिनामा ढल्यो सर? अविश्वासको प्रस्ताव ल्याएर ढल्या होइन, के भएर ढल्या हो? त्यो विश्वासको मत लिनुपर्नेमा विश्वासको मत नलिएर ढल्या हो। त्यो थाहा थियो विश्वासको मत आउँदैन, किन भन्दाखेरि कसैले हात झिकिहाल्यो भने त अब जसले समर्थन गरेको समर्थन फिर्ता लियो भने त्यो जान खोजेको कि उनी त्यो बाटो विश्वासको मत लिनुपर्ने बाटो जहाँ जान खोजेनन् उनले छोडिदिएका हुन्। त्यसकारण चाहिँ विश्वासको मत लिनुपर्ने कुराको हकमा हो। त्यो अविश्वासको प्रस्ताव आएर ढल्या होइन, विश्वासको मत लिनुपर्ने कुरामा त्यो अवस्थामा चाहिँ ढल्या हो। त्यो सहमतिको सरकार थियो, त्यो सहमतिको सरकार थियो। त्यो दुई वा दुईभन्दा बढी दलहरू मिलेर बनाएको सरकार थियो त्यो। त्यसकारण चाहिँ अविश्वासको प्रस्ताव लिनुपर्ने थियो। किन भन्दा समर्थन फिर्ता लिइसकेको थियो एउटा दलले, जसले समर्थन दिएको थियो समर्थन फिर्ता लिइसकेको थियो। विश्वासको मत लिनुपर्ने थियो, विश्वासको मत लिनुपर्नेमा 30 दिनभित्रमा विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्था छ। 30 दिनभित्रमा चाहिँ विश्वासको मत लिनुपर्ने व्यवस्थालाई चाहिँ कार्यान्वयनमा ल्याएनन् उनले, अथवा चाहिँ विश्वासको मत लिएनन्। त्यसबाट चाहिँ उनले राजीनामा दिएका हुन्। अरू केही छ? ल त्यसो भए यति गरौँ आजलाई, हामी फेरि भोलि कन्टिन्यू गरौँला। अब हामीलाई लगभग बाँकी 2 दिन जति लाग्ला समय जान सक्न, त्यही अनुसार तपाईँले माइन्ड ब्याकअप गर्नु होला है त। यहाँहरू सबैको रात शुभ रहोस्। नमस्कार।